Hello, namaste. Welcome back to Talk It Up Nepal. Today we have with us the true, the brutal, the honest, the member of parliament, Mr. Arita. Namaste, नमस्ते sir. Sansei हुनुहुन्छ? ठिक छु Welcome to Talk It Up with थ्याङ्क यू हजुर Tripti Thakur, TVA Nepal. हरेकको चाहना हुन्छ आफ्नै एउटा घर, आफ्नै एउटा संसार। यो सपना देख्नु जति स्वाभाविक छ, यसलाई पूरा गर्न सही साथ पाउनु त्यति नै महत्त्वपूर्ण। महालक्ष्मी विकास बैंकले तपाईको यही आत्मविश्वासलाई बलियो बनाउँदै ल्याएको छ। मात्र 6.99% ब्याज दरमा महालक्ष्मी घर कर्जा। सस्तो किस्ता र सरल प्रक्रियाको साथ आजै आफ्नो घरको जग बसाल्नुहोस्, किनकि अब तपाईको सपनाले कुर्नु पर्दैन। महालक्ष्मी घर कर्जा, तपाईको प्रगतिको दरिलो आधार। सन्चै हुनुहुन्छ? अहिलेको हाम्रो चलिरहेको स्थितिको बारेमा जनतालाई अलिकति भनिदिनु पर्यो। हजुर पहिला योहरूभन्दा पहिला हजुरबाट सुरु गरौँ। हाम्रो जर्नी सेयर मार्केटमा पनि देखिएको थियो, पोलिटिक्स पनि देखिएको थियो। हजुर एकैचोटि राष्ट्रसभामा कसरी एन्ड अप हुनुभयो? मेरो खासमा सेयर मार्केटभन्दा अगाडि पनि हजुर हजुर म सामाजिक क्षेत्रमै थिएँ, सङ्घ संस्थामा पनि थिएँ, कुनै दलको आबद्धतामा विद्यार्थी आन्दोलन विद्यार्थी सङ्गठनमा पनि थिएँ। 18 वर्षदेखि सानोबाट सुरु गरेर सानो ठमेलतिर कता क्याफे चिया पसल 16, 17, 18 वर्षदेखिको व्यावसायिकतामा पनि थिएँ। राजनीतिका लागि मसँग त्यो एउटा प्यासन थियो। म एकैचोटि राजसभामा एकैचोटि प्रवेश गरे होइन। अघिल्लो पल्टको बालनजीको मेयर लड्दै गर्दाको क्याम्पेन पछाडिको त्यो क्याम्पेनबाट हामीले त्यो क्याम्पेनमा म पनि सँगै थिएँ। त्यहाँबाट मेयर साहब बनाइयो। त्यस पछाडि लगत्तै पार्टी खुल्यो। मेरो त्यो एउटा हुटुटी थियो अनि राजसभा जोइन गरेर अघिल्लै चुनावमा भाग लिएर चुनाव सफल पनि पार्यौँ सबै टिमले। एकैचोटि होइन। होइन, हामीले त्यही हेर्दाखेरि हजुर बालेनसँग त धेरै पहिला हुनुहुन्छ, तर उहाँ त राष्ट्रसभामा पछि आउनु भएको हो। त्यही बिचमा पार्टी बनिसके पछाडि मैले पार्टी साहबज्यूसँग भेट भएर हजुर हजुर मैले अहिले जोडिहालेँ नि व्यावसायिकताकै सन्दर्भमा नि एकैचोटि होइन भनेको। स्टक मार्केट पनि त एकैचोटि होइन। हजुर हजुर त्यो कहाँ 18 वर्ष 19 वर्षदेखिको काम अनि त्यस पछाडि कहाँबाट म खालि जबलेस भएर कहिले पनि बसिनँ। त्यस पछाडि व्यावसायिक लडाइँ पनि थियो देशमा। फेरि कति गाह्रो छ नि हजुर स्टक मार्केटकै विषयमा अनलाइन प्रविधि भित्र्याउनुपर्छ भन्दै गर्दाखेरि त्यो अनलाइन प्रविधि भित्र्याउनको लागि पनि त 5 वर्ष त 75 सालमा त 5 दिन आमरण अनसन बस्नु परेको थियो भनेको। ती लडाइँहरू लड्दै अनि फेरि यो भएन मात्रै भन्नुभन्दा नभएका ठाउँहरू सच्याउनको लागि त अथवा त्यहाँ केही गएर गर्नका लागि त राजनीति नै हो। त्यही आधार र वैकल्पिक राजनीतिको 10औँ वर्षको बहस, त्यो बहस पछाडि बनेको एउटा देशकोमा युवाहरूको हस्तक्षेप गर्ने एउटा आकर्षण, त्यो आकर्षणबाट बनेको पार्टी, त्यो पार्टीको महाबद्धता स्वाभाविक छ यो। हजुरको जर्नी हेर्दै जाँदाखेरि हजुरको त यो सेकेन्ड इलेक्सन्स थियो। फर्स्ट इलेक्सनमा हजुरले सुरेन्द्र पाण्डे जस्तो भेटरन पर्सनलाई हराएर 34,098 भोट्स। यो पालि देशभरि बालेन राष्ट्रसभाबाट को उठेको भन्ने थिएन, बालेनलाई जिताउनु छ वाला फेजमा हजुरको क्षेत्रमा हामीले हेर्दै जाँदाखेरि बालेन आउनु नै भएको थिएन। येट you managed to win one of the highest votes. त्यति हुँदा पनि हामी कता निराश भयौँ भन्दा क्याबिनेटमा हजुरलाई देखेन। हजुरले जति कृषिमा गर्नुभएको काम, हजुरको नलेज र हजुरको कृषिप्रति त्यसलाई प्रगतितिर कसरी लान सकिन्छ भन्ने एउटा भिजन छ। त्यति हुँदै पनि हामीले हजुरलाई क्याबिनेटमा देखेनौँ। अब त्यो नदेख्दाखेरि वी वर रियली स्याड फर द्याट। अनि त्यो गर्दा हजुरको त स्माइलिङ फेसले कहिले पनि त्यसलाई डिनाइ गरेन। बट यस्तो हो,
कस्तो हो भने मेरो विज्ञता एकाडेमिक रूपमा कृषि क्षेत्र होइन। तर म अघिल्लो पटक निर्वाचित नहुँदै गर्दा, सांसद नहुँदै गर्दा, अघिल्लोपल्ट नहुँदै गर्दा पनि मलाई एकदमै यो क्षेत्रमा राज्यले गर्नुपर्ने सुधारका कुराहरू मैले सदनमा नि कता बोलेको थिएँ एउटा शब्द, जुन देशमा किसानको मुहारमा हाँसो हुँदैन त्यो देशमा समृद्धि कहिले पनि आउँदैन। मैले सदनमा पछि बोलेँ र त्यो चाहिँ सांसद हुनुभन्दा अगाडि नै मलाई लाग्ने उटुटी हो। यो क्षेत्रकोमा भएको दुरुपयोग, अनुदानका दुरुपयोगका कुराहरू, यो क्षेत्रमा हाम्रो देशमा भएको अथाह सम्भावनाहरू, ती सम्भावना हुँदाहुँदै हामीले आयात गर्न परेको अस्वाभाविक खाद्यवस्तुको जुन आयात गर्नु परेको छ सम्भावना हुँदाहुँदै यी चिजहरूमा काम गर्ने उटुटी थियो र म सांसद भए पछाडि अलि बढी अध्ययनको पाटोहरू कृषि क्षेत्रमा गरेर सदनभित्र सबैभन्दा बढी विषय मुद्दा प्रवेश नै मैले कृषि क्षेत्रकै विषय मुद्दाहरू प्रवेश गरेँ। केही कामहरू पनि गर्न सकियो त्यही बेलामा। मह किसानका लागि महहरू उठेकै थिएन। नेपालमा तपाईँको कति 3400 मेट्रिक टन हो मह हाम्रो उत्पादन, बजार 9,000को छ। तर नेपाली किसानको मह उठ्दैन। त्यो भित्रको गहिराई के हो भनेर पत्ता लगाएर हामीले नेपाली किसानहरूको मह उठाउन सक्ने वातावरण हामीले बनाउँ, सदनमा त्यो विषय गरौँ। दुग्ध उत्पादक किसानहरूको दुधका भुक्तानीका विषयहरूमा केही काम गर्न सक्यौँ। माछा उत्पादक किसानहरूको लागि हामीले निरन्तर सदनमा विषय उठाउने र सम्बन्धित पक्षमा एकदमै फलोअप गरेर केही काम गर्न सक्यौँ। पोल्ट्री किसानहरूले हामी गृह मन्त्रालय रहँदै गर्दा 3 महिना स्वर्णयुग भनेका छन्, त्यो बेलामा केही काम गर्न सक्यौँ र केही दखल राख्थेँ। अनि आम मतदाता, आम शुभेच्छुकहरू, आम नागरिकहरूले सदनमा बेसमारी मुद्दा कृषि क्षेत्रकै उठाउने केही कामहरू 21 दलको सिट, अब त्यहाँ के थियो होला र हामीलाई त गन्दै गनिन्थेन नि, तैपनि त्यो मेरो अलि जर्रो स्वभाव अलि जर्रो स्वभाव देखाएर होला के होला केही थोरै कामहरू गर्न सकेका थियौँ। त्यसले देशैभरिका किसानहरूले चाहिँ किसान मतदाताहरूले, विशेष गरी हाम्रो मतदाताहरूले त्यो अपेक्षा स्वाभाविक नै हो। अब यतापट्टि किन बनिएन भन्ने प्रश्न त होला। त्यो किन बनिएन भन्ने चिजहरू, राज्य सञ्चालन भनेको सैद्धान्तिक विषय एउटा रहन्छ भने प्राविधिक विषय पनि रहन्छ। जस्तै क्याबिनेट समावेशिताका कुराहरू होलान्। एउटै जिल्लामा 2टा मन्त्रीको त्यो अलि बन्नव्य संविधानले काहीँ रोकेको छैन, तर पनि रोक्दैन पनि, तर त्यसको केही चेक एन्ड ब्यालेन्स होला। पार्टी एकीकरण पश्चात हामी जोडिए पश्चात आएका साथीहरू, समायोजनका विषयहरू छन्, ती विषयहरू होला। जे भए पनि फेरि के पक्का हो भने मैले कहीँ कतै भन्ने गर्थेँ क्या, मलाई अघिल्लोपल्ट नि यस्तो हेभी वेट भन्दा अगाडि चुनाव यसरी जानुभएको छ, किन क्याबिनेट जानु भएन? अनि मैले केही साथीहरूलाई म भन्थेँ क्या, मैले जुन पार्टीमा आबद्धता रहेर पहिला राजनीति गर्थेँ, म र सँगै राजनीति गर्ने साथीहरूले वडाध्यक्षको टिकट कुरिरहनु भएको छ भने पछाडि म सङ्घीय सांसदको जिम्मेवारीमा छु भने त्यो सङ्घीय सांसदको भूमिकाको भारी गजबको छ र त्यो भूमिका धेरै काम छ नि त त्यहाँ भने पछाडि अहिले त्यसलाई मलाई हतार पनि छैन र मैले मान्य मन्त्रीज्यूलाई मन्त्रालयमा सघाइराखेको छु। केही गर्ने हुटुटी बोकेर मलाई गजब लागेको छ। कस्तो भन्दा थारू जनजाति आदिवासीहरूलाई पाएको अवसरलाई चाहिँ साह्रै खुसी लाग्छ मलाई। हो, राज्य सत्तामा मैले जे अहिले भनिरहेको छु, उहाँहरूले अहिले महिला त्यहाँ माथि पनि थारू समुदायबाट अवसर पाउनु भएको छ, त्यो मलाई साह्रै खुसी लागेको छ। उहाँले इमान्दार साथ अहोरात्र खटेर काम गरिरहनु भएको छ। मैले काम सघाइराखेको छु। फेरि मेरो थप जिम्मेवारी राज्य व्यवस्था समिति पनि आएको छ। यसले 4वटा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय लगायत 147 राज्यका निकायहरूलाई हेर्नुपर्ने छ। हामीले 42-43वटा विधेयकहरू लगभग आउँछ। 11वटा विधेयक त हाम्रो समितिमा आउँछ भनेको कामको भारी काम बाँडेर गर्ने हो। पदका लाभले आफ्ना आकाङ्क्षाहरूका लागि त यो टिमले कसैले नै काम गर्दैन नै। त्यो भए पछाडि त्यो पद रहँदा नरहँदा पनि काम गर्न मजा आइरहेछ मलाई। अहिले
यो बिचमै पनि नयाँ मन्त्रीमण्डल बनिसके पछाडि मैले बोलाइ कृषि क्षेत्रकामा डेलिगेसनहरू ल मन्त्रीज्यू यस्तो छ, उहाँहरूको समस्या, किसानको यो समस्या छ, माछा किसानको यो छ, मह किसानको यो छ, दुध किसानको यो छ, पोखो किसानका यी चिजहरू नियमित काम गरिराखेको छु। काम बाँडेर गर्दाखेरि झन् खुसी हुँदो रहेछ। काम चाहिँ हुनु पऱ्यो, फेरि काम चाहिँ हुनु पऱ्यो भनेको नबन्दालाई शुभेच्छुक मतदाताहरूलाई त्यो कृषि क्षेत्रको बढी विषय उठाउने र त्यसमा केही कार्य सम्पादन पनि पहिले अलिकति 21 सिटको दल भएर सांसद हुँदा नै थोरै केही काम गर्न सके भएर त्यो एउटा चिज थियो होला। तर म सबैलाई, आम देशभरिका देशवासीलाई म ढुक्क रहन मैले जुन इमान्दार कोसिस अघिल्लोपल्ट गरेको थिएँ र अहिले बिचमा अझै थप मैले गरेको अध्ययन, मैले यो कृषि क्षेत्रलाई बनाउनको लागि, किसानको मुहारमा हाँसो ल्याउनको लागि म खटेको छु। मन्त्रीज्यूलाई सघाउँछु। अशोक चौधरी फेरि यता हाम्रो समितिमा, कृषि समितिमा हुनुहुन्छ, उहाँसँग नि म नियमित संवादमा छु। टिमवर्क हो, नवरी। दाइको कुरा सुन्दै जाँदाखेरि दाइलाई त गरिबप्रतिको एउटा मोह, देश प्रगतितिर जाओस् त्यतातिरको भावना देखियो। तर कटन साइड, अर्को साइडमा यसो हेर्दाखेरि आजको हाम्रो सिचुएसन सुकुम्बासीहरूलाई हेर्दाखेरि उठाइयो, सुसाइड भयो, 2 जना त ज्यानै गुमाए। त्यस्तो हुँदाखेरि यो चिजलाई देशले कसरी आन्सर दिने? हजुरको गभर्मेन्टले यो चिजलाई कसरी आन्सर दिने? यसमा 48 सालदेखि यता हौँ। हजुर, 48 सालदेखि यता सुकुम्बासी समस्या समाधान गर्न भनेर 15वटा करिब आयोग बने। हजुर, म यदि गलत छैन भने अघिल्लो आर्थिक वर्ष, चालु आर्थिक वर्षमा पनि त्यो आयोगका लागि छुट्याइएको रकम 58 करोड चान्चुन छ। ल भन्नुहोस्, 48 सालदेखि आजसम्म आइपुग्दा राज्यले खरबौँ रकम समस्या समाधान गर्न भनेर विगतमा खर्च गरिसकेका छ। समस्या त हेर्नुहोस् त कस्तो जटिल, कति जटिल रहेछ हजुर, भने पछाडि अहिले सरकारले कहाँबाट बस्ती हटायो र विस्थापितहरूको व्यवस्थापनमा ध्यान पुर्याएको छ कि छैन? त्यहाँबाट बस्ती हटिसके पछाडि दुईवटा चिज, साँच्चीकै सुकुम्बासीहरूको व्यवस्थापनमा चाहिँ सरकारले के गरिरहेछ त्यतापट्टि ध्यान दिन पर्नेछ। र साँच्चीकै सुकुम्बासीले भोलि हामीले हाम्रो बाचापत्रमा लेखेका छौँ, प्रधानमन्त्रीज्यूको आज मात्रै पनि स्टाटस आएको छ। साँच्चीकै सुकुम्बासीले आवास सुविधाको लागि जग्गा पाउनुहुन्छ भन्नुभएको छ त, लेख्नु भएको छ त। मैले साँच्चीकै दोहोऱ्याउँदाखेरि यहाँ छ केही कुराहरू, यसको उत्खनन नै गरौँ न। यसमा विगतको त्यो खर्चलाई हेरौँ, अहिले गर्दाखेरि कहीँ कतै केही त्रुटिहरू रहन सक्ला। यत्रो बेर मैले त्रुटि भयो कि भएनपट्टि म गइनँ, त्रुटि हुन सक्ला। तर समस्या समाधान गर्नका लागि जुन अब जस्तो सूचनाहरू पर्याप्त, सूचना त 35 वर्ष अगाडि उहाँ मेयर हुँदादेखिकै हो नि त यहाँनिर, होइन? यो बस्तीहरूमा त्यहाँ सुकुम्बासीहरू मात्रै हुनुहुन्न, त्यसको नाउँमा स्वार्थ लिएर बसेका, जस्तो कि भाडा लिएर बसेका कुराहरू, भाडा लगाएका कुराहरू, अन्त घर भएका कति कुराहरू आए नि त। त्यो बिचमा म देशभरिको नागरिक, यो देशका नागरिक हो, त्यसमा सुकुम्बासीको परिभाषालाई अपव्याख्या गर्न पाइँदैन। यो देशमा जन्मिएर पुस्तैनीदेखि आफ्नो आवासको लागि एक टुक्रा जग्गा पनि नभएर जुन प्रताडन बेहोर्न पर्या, उहाँहरूका लागि यो सरकारले व्यवस्था गर्छ। निर्धक्क रहनु होला। 1, 2, जस्तो मैले यो आज गजबको मौका दिनुभयो, मलाई भन्नै पर्ने थियो। मेरै निर्वाचन क्षेत्रमा पनि बफर जोन लगायतको, वन क्षेत्रको बफर जोन लगायतको ठाउँमा 52 सालमा नापी भए पछाडि पनि त्यहाँ पूर्जा पाउनु भएको छैन। लगभग राप्ती नगरपालिकाको त सिङ्गै एउटा ओडा नै लाल पूर्जा पिन छ। भोग चलन छ 52 सालदेखिको त्यो बफर जोनको मुद्दाले। अब त्यहाँ पनि कस्तो भाष्य के बनाइएको छ भने त्यहाँ पनि त्रास भएको छ, एकदमै तनावमा हुनुहुन्छ उहाँहरू।
हामीलाई पनि यसरी नै हटाउने हो कि होइन, उहाँहरू स्थायी बसोबास गरेर ऊ बेला नापी भएको उहाँहरूको विषय होइन। अर्को मेरै निर्वाचन क्षेत्रमा 50 सालको बाढी पछाडि, त्यो बाढी पछाडि चाहिँ राप्ती नदीमा बाढी थियो, त्यो पछाडि विस्थापित भएर राप्ती 2 को केही एरियामा बस्नु भएको छ भनेको त्यो बेलाको विषय। अहिले मात्रै कहाँ हो भने यो नाउँमा राजनीति गर्नलाई पाएकाहरूले र पल्केकाहरूले गलत भाष्य। मेरो आँखा म स्तब्ध छु कतिपय सन्दर्भहरूमा, मलाई पनि दुःख लागेको छ। मैले अघि नै भने व्यवस्थापनको पाटोमा कहीँ कतै त्रुटिहरू हुनसक्छ, 100मा 100 सबै ठिक नहुन सक्छ, केही त्रुटिहरू हुनसक्छ। तर यो वर्ष आउने 1-1.5 वर्षको बिचमा देशैभरिबाट यो समस्या समाधान गरेर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी उहाँहरूको यो वर्षौँको पीडा छ नि, त्यहाँमाथि खेलिएको आज भन्नुहोस् न, त्यो त्यहाँभित्रको उत्पीडन, त्यहाँभित्रको पीडाहरू यति धेरै छ नि। राम्रो पढाइ छैन केटाकेटीको लागि, रोजगारीको समस्या उस्तै छ, र बसोबास गरेको ठाउँ भन्नु त कति जोखिमपूर्ण ठाउँ छ। खोलाको छेउमा प्रत्येक वर्ष बाढी चाहिँ आउँछ। यो हजुरले भन्दै गर्दाखेरि एउटा डोजर आतंक भनेर जुन समाजमा फैलिरहेछ अहिले, गलत समय बन्यो। के अब यस्तो नि, 12 को परीक्षा दिन गइरहेका थिए, उनीहरूले परीक्षा दिन पाएन, 1 वर्ष लस भयो उनीहरूको। मैले अघि नै जोडिसकेँ ती त्रुटिहरूमा पक्का पनि मैले अघि नै भनेको छु, त्रुटिहरू हुन सक्छन्। उद्देश्य र नियतहरू कार्य सम्पादनको, राज्यले गर्ने कार्य सम्पादनको लागि चाहिँ काम गर्दैछ, देशले काम गर्दैछ भने त्यसको उद्देश्य र नियतहरू मैले देख्दाखेरि कहीँ कतै पनि यो समस्या समाधान गर्नको लागि गलत देखेको छैन। त्रुटिहरू हुन सक्छन्, अहिले फेरि दोहोऱ्याएँ। ती त्रुटिहरू आउने दिनहरू दोहोऱ्याउन दिन हुँदैन। त्यसका लागि हामीले हाम्रो तर्फबाट गर्नुपर्ने, सरकारलाई, म सत्ता पक्षको सांसद भए पनि खबरदारी गर्नुपर्ने ठाउँका लागि हामीले सरकारलाई खबरदारी गर्नलाई गर्छौँ नै। मैले अहिले फेरि जोडेँ, त्यहाँ भाष्यहरू निर्माण गर्दै गर्दा ती बस्तीहरूका अन्त घर भइराखेर 4औँ तलाका घर भाडामा लगाएका कथाहरू चाहिँ र दल विशेषले, विशेष गरी काठमाडौँमा कुन हिसाबमा कुन बस्तीमा कसरी के शैलीसँग त्यो भावना, साँच्चीकै सुकुम्बासीमाथिको भावनामा खेलबाड गरिरहेको थियो, ती चिज छन्। म दावाका साथ भन्छु 1 वर्ष बिचमा म काठमाडौँबाटै अहिले जो व्यवस्थापनमा जहाँ अहिले स्क्रिनिङ गरिराखेको छ, परिवारलाई लिएर आइराखेको छ, म दावाका साथ भन्छु उहाँहरूको यो 1 वर्ष बिचको व्यवस्थापन पछाडि देशभरि भूमिहीन सुकुम्बासी जो एकदमै असुरक्षित ठाउँमा बस्नु भएको छ नि, उहाँहरू स्वस्फूर्त रूपमा राज्यले भनेको ठाउँमा स्वस्फूर्त रूपमा लौ न मलाई पनि भन्ने गरी अहिले काठमाडौँबाट जति स्क्रिनिङ गरेर रियल सुकुम्बासी राज्यले पहिचान गरेर उहाँहरूको व्यवस्थापन देखाउँछ। त्यो व्यवस्थापन पछाडि देशभरि म आश्वस्त तुल्याउन चाहन्छु, भएन भने हामी सरकारलाई खबरदारी, हामी सांसदहरू सार्वभौम पनि हुन्छौँ। सत्ताको छाया अथवा सरकारको छायाको प्रभावमा रहेर मात्रै पनि बोल्दैनौँ, त्यो गर्छौँ। यो 1 वर्ष लाग्ला, समय लाग्ला। अनि अर्को कुरा, 35 वर्षमा समाधान नभएको चिज एकैचोटि 1 महिनामा हुँदैन। प्रक्रिया सुरु भएको छ, प्रक्रिया सुरु हुँदै गर्दा घच्याघुचुक हुन्छ नै। यो घच्याघुचुकले, काठमाडौँको घच्याघुचुकले देश तरङ्गित हुन पर्दैन। सुकुम्बासी, साँच्चीकै सुकुम्बासी को यो बीचका यी अध्यायहरू अब अन्त्य हुँदैछ। हामी चाहन्छौँ नि त्रासमा भूमिहीनहरू गएर एउटा टुक्रो जग्गा छैन, के छैन, त्यहाँ बस्न बाध्य बनाइयो र त्यहाँ बसेको भाडा पनि असुलियो र त्यो बागमती बढेर र उर्लेर त्यो बागमती पोहोर मात्रै आएको होइन नि हजुर, यो वर्ष नै आउँछ नि। त्यो बिचमा आज त्यो पनि हेरौँ न त नि, बढेको बागमतीको त्यो उर्लिँदो भेल हेर्दै डरमा बाँचेको त्यो 7 वर्षको बच्चा हेरौँ त पोहोरपरारको, त्यो पनि हेरौँ न, त्यसलाई पनि हेरौँ न। त्यो भेल हुन पर्छ, गर्ने हो नि। त्यसलाई पनि त्यो यतापट्टि इमोसनका कुराहरू, खालि राजनीतिलाई इमोसनमा लगिन्छ। त्यो वर्षौँको त्यो बच्चा हुर्कँदै गर्दा
4-5 वर्षदेखिको त्यो भेल आँगनमा घरभित्र छिरेको भेलमा राति त्यो भेलबाट त्यो बच्चालाई निदाबाट दौडाएर लिएर फेरि अर्को वर्ष त्यहीँ गएर बस्न परेको छ र उसको एउटा सिङ्गो बचपना त्यो त्रासको मनोविज्ञानले कति वर्ष उसले त्यो पनि हेरौँ न त। त्यो त कमसेकम यो बर्खा अगाडि त्यहाँ हुर्काउँदै गरेका बच्चाहरूलाई त्यो बागमतीको भेल अगाडि त हुर्काउँदै छैन नि राज्यले, काहीँ त व्यवस्थापन गरेको छ नि त, हजुर। गर्छ नि त। भनेपछि 1 वर्षको टाइम ग्याप पछाडि चाहिँ के राम्रो देख्न पाइएला पाइन्छ होइन, काठमाडौँको हकमा त तुरुन्तै देख्न पाइन्छ व्यवस्थापनको, उहाँहरूको व्यवस्थापनको नेपालको देशैभरिको लागि यो समस्या समाधान गर्न र व्यवस्थापनको लागि राज्यले गर्छ। यही क्रममा हजुरलाई सोध्न जाँदा हजुरको लागि डेमोक्रेसी भनेको के हो? प्रजातन्त्र यो गजबको प्रश्न गर्नु हो। मैले यसलाई यसरी भन्छु, यसलाई यसरी भन्नु मन लाग्यो आज। मैले सम्भवतः यो कता लेखेको मात्रै थिएँ, मैले कहीँ सार्वजनिक कार्यक्रममा अभिव्यक्त पनि गरेको छैन होला सायद। पहिला राज्य भनेको के हो, राज्य के हो भन्ने सन्दर्भमा चाहिँ अग्रज बिपीले के भन्नुभयो अरे भने जे देश हो, के अरे जनता हो, नागरिक हो, जनता हो भन्नुभएछ। सूर्यबहादुर थापाले के भन्नुभयो अरे भने सिमाना हो, खोला हो, माटो हो, ढुङ्गा हो देश भने भन्नुभएछ। अनि उहाँहरूको त्यो भनाइ भएपछि मेरो दिमागमा दुइटैलाई मेरो फ्युजनको एउटा कन्सेप्ट आयो क्या। मैले के भने, मलाई चाहिँ के लाग्छ भने देश भनेको, राज्य भनेको प्रेम हो, विश्वास हो अनि डर हो। अहिलेकै मुद्दामा जाउँ, देशभरि डराइरहनु भएको छ, सुकुम्बासी जो अव्यवस्थित बस्नु भएको छ, डराइरहनु भएको छ र विश्वास राज्यले जगाउनु पर्ने छ। र यो माटोप्रतिको आम नागरिकको प्रेम भन्नुहोस् न, प्रवासमा कस्तो छ? प्रवासमा रहेको नेपालीहरूले नि यो माटोलाई कति प्रेम गर्छन्? विश्वास प्रेम हुन पर्यो, छ नै नेपालीहरूको। नेपालीको देश प्रेम देशभक्ति कति छ, गजब छ। हाम्रो देशभक्ति, सबैको देशभक्ति छ नि, गजब छ। विश्वास र डर चाहिँ कमी छ। विश्वास केमा कमी छ? म यो देशमा पढेर यहीँ रोजगारी विधिको शासन भएको देशमा छैन नि त। विश्वास कति निजी क्षेत्रको कुराहरू अहिले जोड्नु होला पक्का पनि। केही डरहरू विगतमा देखिको डरहरू छ, के अरे विश्वास छैन। र डरको सन्दर्भमा विधिको शासनको डर हुनुपर्छ। विधिको शासनको डर सबैलाई हुनुपर्छ। त्यो ओहदामा बसेकोलाई नै हुनुपर्छ, त्यो नागरिकलाई नै हुनुपर्छ। त्यो पदमा बस्नेलाई चाहिँ विधि विधान र कानुनको डर नहुने, तल नागरिकलाई मात्रै हुनु हुँदैन। त्यसकारण मैले के भन्न चाहन्छु भने राज्य भनेको, म यो प्रजातन्त्रको परिभाषामा आइपुग्दाखेरि पहिला राज्य मेरो विचारमा प्रेम हो, विश्वास हो र डर हो। यो चिज भइसके पछाडि सबै चिज मिलेको देश बन्यो। त्यो देशमा स्वतन्त्र रूपमा अभिव्यक्त गर्न पाउने अभिव्यक्त स्वतन्त्रता, सृजनात्मक अभिव्यक्त, सृजनात्मक खबरदारी, सृजनात्मक कटाक्ष पनि हुनसक्छ, गर्न पाउने हुनुपर्छ। सृजनात्मक हुनु पर्यो। 1, 2 मानव अधिकार, त्यसको ग्यारेन्टी र मानव अधिकारका लागि साधारण एकदम प्राथमिक सिद्धान्तहरू, प्राथमिक तहदेखिकै अवलम्बन गरेको सत्ता र सरकार हुन पर्यो। खुसी, अहिले मैले भने खुसी नागरिक प्रजातन्त्रको एउटा इन्डिकेटर हो। सुखी र खुसी नागरिक, त्यहाँ नागरिकको अनुहार बोल्छ जस्तो लाग्छ मलाई प्रजातन्त्र, डेमोक्रेसी चाहिँ। नागरिकको अनुहार जब हँसिलो बोल्न थाल्छ, अहिले मैले हो नेपालीहरूको त अनुहार जति दुःख पर्दा नि हँसिलै छ। हामी भूकम्पको त्यो 3 दिन पछाडि नै पाल्मुनि पनि हँसिलै हो, कोभिडको बेलामा पनि हामी हँसिलो छौँ। तर यो बिचमा राजनीतिक रूपको एउटा त्यो यथास्थितिले गर्दाखेरि राजनीतिक मुद्दामा हामी हँसिलो थिएनौँ। अब यो देवभूमि साधन स्रोत सम्पन्न र व्यवस्थापनमा नभएको हो नि त, रोजगारी नभएको हो, कन्फिडेन्ट विश्वास नभएको, त्यो चिजले सबै चिज भएको र खुसी नेपाली
मुहारमा योभन्दा पनि बेसमारी हाँसो भएको नेपाली, किसान हाँसेको नेपाली, विद्यार्थी पढ्दै गर्दाखेरि देश छोड्न पर्दैन है मैले भनेर पढेको विद्यार्थी भएको, स्कुल कलेज कर्मचारीहरू आज जुन तलबमा आज राष्ट्रसेवकहरूले काम गरिराखेका छन् र जुन जीविकोपार्जन गर्न बाध्य छन्, त्यहाँबाट फुत्त मुक्त भएर कर्मचारीहरू आज विकेन्ड हो है, अवैध नगरिकन आफ्नो तलबले 2 दिन बिदा छ क्यारे अहिले त। हजुर राष्ट्रसेवा कर्मचारीहरू चट्ट शुक्रबार सर र पोखरा, चितवन, धरान, हिले पुगेर 2 दिन मस्त परिवारसँग घुमेर फेरि सोमबार 9 बजे अफिसमा हँसिलो मुहार लिएर गएको राष्ट्रसेवा कर्मचारी। यही हो मेरो त इन्डिकेटर प्रजातन्त्रको, डेमोक्रेसी भनेकै यही हो। यो बन्न पर्यो। गर्दाखेरि त त्यो सपना एउटा नागरिकले देखेको सपना हो, त्यो ट्रुथ भावे त सायद हामी आउनु धेरै नै पर्थेन, रमाइलो हुन्थ्यो। हामी आउनु पर्थेन, हामीले दुःख गर्नु पर्थेन। अहिले तर हजुर इलेक्सन्सबाट अहिलेसम्म धेरै टाइम नबित्दै नागरिकको मुखमा डर, त्रास, मेरो अधिकार कतै गुम्न गएको, कतै म हरेरा र अटोक्रेसीतर्फ देश गइरह त होइन, डर। किन भन्दाखेरि प्रेस स्वतन्त्रता भनेको डेमोक्रेसीको सबभन्दा पहिलो स्तम्भ हो जस्तो मलाई लाग्छ, इन माई ओपिनियन। प्रेस स्वतन्त्रता नै हनन भए जस्तो लाग्छ। पहिला जुन सरकार प्रधानमन्त्रीज्यूले भन्ने अनुसार हामीले गर्ने मिटिङ हामी लाइभ गर्छौँ भन्ने मान्छेले आज पार्लियामेन्टमा गएर बोल्दै नबोलिकन फाइल दिएर हिँडिदिनुहुन्छ। अब यसलाई यसरी उहाँको बुझौँ, बोलीको लागि हामी कुर्नु यसलाई यसरी गरौँ, के गरौँ भने प्रधानमन्त्रीज्यू बोल्दै नबोलिकन 5 वर्ष काम गर्न दिउँ न त। जनमत 5 वर्षको छ, हेरौँ सिधा। अनि अनि हामी राइट टु होइन, त्यो त स्टेटमेन्टहरू आइराखेको छ। जस्तै उहाँले विभिन्न माध्यमबाट त, जस्तो प्रधानमन्त्री कार्यालयले दिने स्टेटमेन्टहरू, प्रधानमन्त्री कार्यालयले सूचित पार्ने कुराहरू गरिराखेको छ। स्वभावहरू स्वच्छन्द हुन हुँदैन भन्ने हो होइन र? स्वभावहरू स्वच्छन्द हुन हुँदैन, सिधा। डेमोक्रेसी यो पनि होला। म नबोल्दैमा, प्रधानमन्त्री नबोल्दैमा प्रेसले केही नि पाएन भन्ने चिजबाट म त्यसमा कन्भिन्स छैन। म विनम्रताका साथ बिचमा यसलाई, अन्यथा हजुरले नि नलिनु होला, समग्र प्रेस जगतले नि नलिनु होला, कसैले नि नलिनु होला। हामी बिचमा काहीँ कतै तिल मिलाएको पनि त हो नि त, प्रेस जगत पनि त तिल मिलाएको हो नि त। मैले सफल किसानका कथाहरूमा बनेका स्टोरीहरू पढ्नै पाइनँ हजुर। हामी सदनको हाम्रा बोली मात्रै, ती मात्रै चले क्या हजुर। मैले दुःख पाएर, लगानी गरेर, दुःख गरेर गर्छु भनेर बिगाउँ लिएर आएर त्यहाँ राज्यका कारणले गरेर डुबेको किसानको स्टोरी पढ्न पाइनँ हजुर। मैले मेरो निर्वाचन क्षेत्रको, अहिले आज एउटा स्टोरी तपाईँलाई सुनाउँछु। मेरो निर्वाचन क्षेत्रमा मैले सदनमा बोलेको विषय थियो, त्यो विषय खोजी अहिले पनि भएको छैन नि हजुर। प्रेसको खोज्न पर्ने कुरा थियो, सदनमा बोलेको छु, आजसम्म पनि फलोअपमा छु। गरिब एकजना थारूको छोरा एउटा कुनै म्यान पावर कम्पनीबाट कतार हुनुहुन्छ, 3 लाख रुपियाँ पैसा खर्च गरेर। उहाँलाई एयरपोर्टमा दलालहरूले झुक्क्याएर लागु औषध ठुलो परिणाममा झोलामा झुक्क्याएर पठाइन्छ र यहाँको एयरपोर्टको स्क्रिनले देख्दैन, त्यो कतारकोमा देखिएर समातिएको हुन्छ। समातिसके पछाडि बुवा त छैन, कन्ट्याक्टमा छैन छोरा। मेन पावर धाउँदा, विभाग आउँदाखेरि, कहीँ आउँदा छोरा पत्ता नलागिसकेपछि म निर्वाचित हुँदाको 3-4 महिना पछाडि मैले भेट्टाएको स्टोरी हो। मलाई खोज्नलाई म विभाग पुग्नु पर्यो। विभागबाट उहाँ एमबिसीहरूको काम कसरी गर्छन् भन्ने कुरा मलाई त्योपल्ट थाहा भयो। बल्ल थाहा भयो र एउटा चिठी आयो उहाँबाट, सेन्ट्रल जेलबाट, 3 करोड जरिवाना र 10 वर्षको कैद सजाय भएको छ एउटा। त्यो बोकाउने मान्छे खोज्नको लागि
यहाँ अनुसन्धानले प्रहरी अनुसन्धानले नि गरेको थियो, उहाँबाट मुचुल कहाँ आउँदो रहेछ। अर्को देशको केस यो स्टोरी भन्यो त। म यसपल्ट मत माग्न जाँदै गर्दा त्यो घरमा मैले सदनमा बोलेको थिएँ, यसरी समातिएको छ। कतिसम्म एयरपोर्टमा हाम्रो 7-8वटा लास आउँछ एक दिनमा, हजुर हो। त्यो बाक्सा समेत फुट्थ्यो केही छ कि भनेर। त्यो मैले सदनमा बोलेको छु। मैले अहिले प्रेसको कुरा जोड्दै गर्दाखेरि उठाउनु पर्ने विषयहरू, उठाउनु पर्ने मुद्दाहरूमा तिल मिलाएर त्यो पनि त होला नि त। अब यसपल्ट म त्यो प्रेस स्वतन्त्रताको लागि म उदार छु, हामी उदार छौँ, तर त्यसका मतलब के होइन भने तिल मिलाएको ठाउँ त मैले देखाइदिने। त्यो त्यत्रो चिज सदनमै एउटा सांसदले, निर्वाचित सांसदले के रहेछ, त्यो परिवार कहाँ रहेछ, प्रेस जगतले चाहिँ केही काम गर्न सकिन्छ कि, त्यो पनि त गरेको भए हुन्थ्यो नि। मैले सार्वभौम सदनमा बोलेको चिज भने म फेरि पनि त्यसका लागि परराष्ट्र मन्त्रालयमा फेरि पनि काम गर्दैछु। म कुन दिन चुनाव जित्दैछु, मेरो लागि चाहिँ मैले चुनाव जितेकै छैन। प्राविधिक विषय भन्छु म। त्यो केटा त्यहाँबाट फर्केर आएर त्यो परिवार भेटेको दिन, त्यो एउटा निर्दोष जसरी फसेको छ त्यो केटाले न्याय पाएको दिन बल्ल चुनाव जित्या हुन्छ। यतापट्टि पनि त प्रेसले अलिअलि यस्ता मुद्दा कति होला नि, कस्तो राम्रो सोच, त्यस्तो कतिजना छन् होला, कति छन् यतातिर यति धेरै कामहरू छ। अनि कस्तो भने पोलिटिकल कन्टेन्ट मात्रै खोजिदिने, पोलिटिकल द्वन्द्व मात्रै खोजिदिने मात्रै पनि त होइन नि त। कन्टेन्टका लागि कन्टेन्ट होइन नि। अहिले मैले यो चिज चाहिँ मैले मेरो पार्टी सभापतिले गर्दै गर्दाको पत्रकारिता त यस्तै विषय थियो नि त। अहिले मैले जुन स्टोरी तपाईँलाई सुनाएँ, त्यो निर्दोष कोही कहीँ समातिनु त्यो गलत, एकदमै गलत हो। तर त्यही गर्दा हामीले आफ्नै देशमा आज निजी क्षेत्रका केही मान्छेहरू समात्दै राख्दै गर्दाखेरि त्यही नै यस्तो हुन्छ हजुर, यस्तो हुँदो रहेछ हजुर। मैले चाहिँ मेरो अहिले यो पछिल्लो समय मैले यो पनि मेरो आइरहेछ के रहेछ भने बिग्रेको चिज बनाउनु छ। पक्का हो, यो देशभरि सबैले स्वीकार हुन्छ। बिग्रेको चिज हो नि, बिग्रेको सप्रेका कुरा नि गरौँला, राम्रा कुरा नि गरौँला, अहिले बनेका चिजहरूमा नि आउँला म। तर सिस्टमका कुरामा, पोलिसीका कुरामा जे वितण्डा देखियो नि बिचमा, बाफ्रे। अनि त्यसले संसारभरिको बजारमा दुईटा प्लेयर हुन्छन्, एउटा इथिकल प्लेयर हुन्छ, एउटा अनइथिकल प्लेयर हुन्छ। सिधा पोलिसी करप्सन गरेर कसले कुन प्लेयर बढी हाबी हुन्छ, अनइथिकल प्लेयर हाबी हुन्छ। त्यस्ता बजारहरू के हुन्छन्, कार्टेलिङ त्यहीँ होला, कर्नरिङ त्यहीँ होला, म्यानुपुलेसन त्यहीँ होला, दुनियाँ हुन्छ नि त त्यस्ता बजारहरू। अब अहिले हामीले बिग्रेको चिज बनाउनु छ। बिग्रेको चिज बनाउनु के गर्नु पर्यो, नट बल्टु खोल्नै पर्ला हजुर। कतै अलिकति पेट्रोल पनि हाल्नै पर्ला, खाक्सी पनि दल्नै पर्ला नि त। बनाउन जब बना भने पछाडि ठोकठाक पनि गर्नै पर्ला, नत्र बन्छ कसरी। अनइथिकल प्लेयरहरू एकदमै उहाँहरूले विगतमा जे गल्ती गर्नुभयो त्यो नगर्नुहोस् र प्रक्रियाहरूमा र राज्यलाई गर्ने अहिलेको भने नि डर, विधि विधान र कानुनको डर मान्ने बनाऊ अनि विश्वास जाग्छ के। अब मारमा को परेको छ, इथिकल प्लेयर परेको छ। जस्तै स्टक मार्केटको कुरा गर्दा सम्पत्ति स्टक मार्केटको पनि घटिरहेछ। जो बजारमा दुईटा प्लेयर हुन्छन्, इथिकल लगानी गरेको मान्छेको पनि सम्पत्ति घटिरहेछ। यसको प्रभावहरू अरू ठाउँमा कन्फिडेन्टहरू लुज हुनसक्छ। म सबै हिजो पार्टी सभापति उनी क्षेत्रसँग बस्नु पनि भएको थियो, व्यवसायी साथीहरूलाई निर्धक्क रूपमा इथिकलले आफ्ना लगानीहरू बढाउनुहोस्, देश बन्छ, देश बन्दैछ। डायस्पोराबाट धेरै आकर्षित छ डायस्पोरा यो देशमा लगानी गर्न। हाम्रो एउटा पुस्ता अब रिटायर भइसकेको छ र सिड मनी लिएर देश आउन तयार छ। त्यो सिड मनी तयार छ भनिसकेपछि हामी त्यति गहिराइमा छौँ। उहाँ त्यो तयार छ भन्ने, यदि हामीले यहाँ काम गर्न सकेनौँ र निजी क्षेत्रलाई कन्फिडेन्टमा लिन सकेनौँ भने त्यो डायस्पोराबाट आउने त्यत्रो लगानी आउँछ। निजी क्षेत्र यो लेभलमा त्रासमा छन्, शेयर मार्केट कन्टिन्युअस डाउनफलमा छ। त्यस्तो बेलामा विदेशबाट कोही आएर यहाँ लगानी गर्ला भन्दा हो, त्यही त
त्यो त एकदमै भेग भएन अब त्यसलाई अब मैले भने नि बजारमा मैले सबै जोड्दिनँ केही अनइथिकल बजारका प्लेयर स्टक मार्केटमा समग्र बजारको प्लेयर संसारभरि पनि हुन्छ जहाँ सिस्टम कमजोर हुन्छ त्यहाँ बढी हुन्छन् हजुर र त्यहाँ अनइथिकल प्लेयरले मेहनतै नगरिकन सम्पत्ति कमाउँछन् मेहनत नगरिकन सम्पत्ति कमाउँछन् जहाँ सिस्टम हुन्छ लगानी अनुसारको मेहनत अनुसारको कमाइ हुन्छ यही होइन र हजुर संसारभरि हो नि हामी लगानी र मेहनत अनुसारको कमाइ भएर त्यो कमाइ सुरक्षित रहेर त्यो कमाइहरू अझै डायस्पोरामा त अझ बाहिर लैजान गएर आवासी नेपालीहरूले त उहाँहरूले कमाएको पैसा बाहिर लैजान पाउनु पर्ने पनि त प्राकृतिक कुरा हो त्यहाँसम्म कल्पना गर्दैछौँ भने केही बजारमा चलेका यी केही घटनाहरूले त्यति त्रसित हुनु पर्दैन कानुन नजान्नु कमजोरी होइन त्रुटि हो कानुन नजान्नु त्रुटि हो जस्तै कानुन नजान्दा र कानुन जान्ने बन्ने नागरिक समाजलाई कानुन जान्ने बनाउनु पर्ने राज्यको दायित्व पनि हो राज्यले विगतमा त्यो गरे होइन कानुन हाम्रो समाजले कानुन जान्दैन कानुन नजान्नेका कारणले विगतमा काहीँ कतैका त्रुटिहरू छन् भने राज्यले त्यसलाई त्रुटिका रूपमा लिन्छ ती त्रुटिहरू पटक 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 दोहोरिया छ भने के हुन्छ गल्ती हुन सुरु हुन्छ त्यसलाई गल्तीको रूपमा लिन्छ राज्यले गल्ती हो तर ती गल्तीहरू 100औं चोटि दोहोऱ्याइराखेको छ भने त्यो चाहिँ राज्यले नियमन गर्छ कानुनले त्यसलाई हेर्छ कानुनले निगरानी गर्छ अब म दोहोऱ्याउन चाहन्छु कानुन नजान्दै गरेका त्रुटिलाई राज्यले त्रुटिका रूपमा हेर्छ ती त्रुटिहरू पटक पटक दोहोऱ्याएको रहेछ त्यसलाई गल्तीका रूपमा हेर्छ एकपल्ट होला दुईपल्ट होला तर ती गल्तीहरू 100औं चोटि जो दोहोऱ्याएर अकुत कमाउँदै गर्दा चाहिँ राज्यको नियामकहरूले राज्यले त्यसलाई त्रुटिका रूपमा लिँदैन होइन अब बुझ्ने गरी भयो नि कुरा त ठिक हो तर हाम्रो प्रिन्सिपल सर स्कुलमा पढ्दाखेरि मेरो प्रिन्सिपलले के भन्नुहुन्थ्यो भने एउटा फेल हुने विद्यार्थीलाई दोबारा फेल भइरहेछ भने खासै प्रब्लम हुँदैन फेलै त भइरह्यो नि एउटा राम्रो टिचरले त्यो फेल हुने विद्यार्थीलाई पास गराउनसम्म पुर्याउन सक्छ गर्छ तर एउटा A+ ल्याएर विद्यार्थीलाई धेरै केही गर्नु पर्दैन रे कि मोरल एथिक्स यतिकै कम हुन्छ रे उसलाई B+ सम्म मात्र पुर्याइदियो B+ इज अ भेरी नाइस ग्रेड तर A+ विद्यार्थीलाई B+ मा ल्याइदिँदाखेरि उसलाई के हुँदो रहेछ भने भयो म पढ्दिनँ यो होस् मसँग हुँदैन भन्दा त्यो मोरल डाउन भइसकेपछि हिजो भएको चिज हो यो म दावाका साथ भन्छु राष्ट्र सेवक कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनमा यही भएको हो तपाईँले चाहिँ भन्नुभएको त्यही व्यावसायिक क्षेत्रमा यही भएको हो कुनै दिन आउला मैले ट्याक्स तिर्दै गर्दाखेरि हाम्रो क्यापिटल मार्केटको 7.5% क्लिकमा नाफा हुने बित्तिकै गइहाल्छ होइन राज्यलाई त्यत्रो ठुलो करदाता पनि होइन मजौला पनि होइन तर मेरो पारिवारिक पृष्ठभूमि व्यावसायिक होइन मेरो पारिवारिक पृष्ठभूमि रहेर तिरेको कर हेर्दा मलाई रमाइलो लाग्छ क्या मलाई खुसी लाग्छ जबकि यो विगतमा र मैले कमाएको सम्पत्ति हेर्दाखेरि छैन त ट्याक्स चाहिँ गएको छ भनेको मैले के जोड्न खोजेको भने अहिले तपाईँले भनेको जस्तै हाम्रो स्वभावको चाहिँ हामीहरू चाहिँ यो अहिले तपाईँले भने जस्तै व्यवसायीहरू मैले सबैलाई जोड्न खोजेको छैन स्ट्रगल गरेर बेसमारी गरेर सम्पत्तिलाई चलाउन जान्ने पनि हुन्छ व्यवस्थापकीय त्रुटिका कारणले गर्दा पनि भने जति सम्पत्ति नकमाउन सक्छ मेहनतहरू पुग्दै पनि व्यवसाय असफल हुनसक्छ व्यावसायिक अनेक चिज छ तर मुख्य त राज्य हो मैले फेरि पनि जोड्छु सफलताका कहानीहरू सबैले पढ्छन् असफलताका कहानीहरू कसैले नि खोज्दैन सिक्न पर्ने असफलताका कहानीहरू पनि हुन्छ होला नि त पढाइमा सफलताका कहानी मात्रै रहिरहँदाखेरि त्यो एग्रेसन भयो कि भएन त्यो त एग्रेसन दिने जस्तो लाग्छ असफलताका कहानी यो बिचमा व्यावसायिक क्षेत्रमा ठेलमठेल पेलमपेल गरेर
पछाडि परिएका कथाहरू त आउँदैनन् त, ठेलमठेल र पेलमपेल गरेर। ल बुझ्नु होला, ती कथाहरू कति होलान् यहाँभित्र। आज एउटा चिज भने मैले, नवप्रवर्धन र नेपाली उत्पादनलाई मैले आज मौका पाएँ तपाईँको मिडिया मार्फत। आज भर्खर त्यहाँ बैठक सकाएर आएपछि तपाईँसँग सेयर गर्न पाएँ। अथवा नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने भन्ने पोलिसी डिस्कस हुँदा अथवा ती बैठकमा साइन गर्ने कलम चाहिँ नेपाली थिएन क्या हजुर। सिंहदरबारमा नेपाली कलम छैन क्या। ब्रुटल ट्रुथ भनेको सत्य हो। योबाट बाहिर निकाल्नु छ, योबाट बाहिर निकाल्नु छ नि त भनेको। फेरि पनि म जोड्छु, व्यवसायी साथीहरूले अहिले नै भने हजारौँ गल्ती पश्चातको पराकाष्ठ त्यो राज्यले नियमन गर्छ। त्रुटि र गल्ती जसरी राज्यले हेर्नुपर्छ र हेर्छ नै त्यसरी कोही पनि डराउनु पर्दैन। गल्ती नदोहोऱ्याउने, बास गल्ती पटक पटक नदोहोऱ्याउने, इथिकल्ली काम गर्ने। सम्पत्ति कमाउँदाखेरि सिस्टम बनिसके पछाडिको कमाइले चैन आउँछ। सिस्टमभित्र अनावश्यक खेलेर मेनिपुलेसन गरेर के गरेर कमाएको सम्पत्तिहरूले आज हामीले 62 साल पछाडि सम्पत्ति छानबिन गर्ने भन्दै गर्दाखेरि यो खाल्टो काठमाडौँको यो भ्यालीभित्र यहाँ अकुत कमाएर जे पाए त्यही गरेका मान्छेहरूलाई त निन्द्रा लागेकै छैन नि त हजुर। लागेको छैन नि त। अनि त्यस्तो कमाइ के काम क्या? जुन घरमा अमन छैन, जुन घरमा शान्ति छैन, जुन घरमा सुत्दाखेरि कमाएर किनेको लाखौँ पर्ने बेडको त्यो महँगो बेडमा बस्दाखेरि निन्द्रा लाग्दैन भने त त्यस्तो खालको त्यो नगरौँ। अब त्यहाँबाट बाहिर त्यस्तो काम नगरौँ सबैबाट। धनीतिर गयो होइन, उनीहरूको अवैधमा धनीलाई धनी नभनौँ। अब अर्को चिज छ, अर्को भाष्य चिर्न पर्ने छ। यो त अझै कतै क्लिप बनाएर राखिदिनु होला है। यो त भने सम्पत्ति कमाउनु अपराध होइन। यहाँ यो भाष्य पनि बनेको छ। यो भाष्य कसले बनायो, यो भाष्य कहाँबाट बन्यो, यो कुन आन्दोलन अथवा कुन अभियानबाट अथवा कुन परिवर्तन पश्चात यो बन्यो, यो समयले समीक्षा गरिराखेको छ। सम्पत्ति कमाउनु पनि अपराध जसरी व्याख्या गर्न थालिएको छ यहाँ। होइन, धनी हुनु अपराध होइन। अपराध गरेर धनी हुनु चाहिँ अपराध हो। धनी हुनु अपराध होइन, अपराध गरेर धनी हुनु चाहिँ अपराध हो। अब के भइदियो ल, अब है त धनी शब्द भने मस्त व्यवसाय के छ, आफ्नो व्यवसाय छ, धनी छ र अपराध गरेर धनी भएको छ। अब धनीको द्वन्द्व हेरौँ त। त्यहाँ ऊ इथिकल धनीलाई त्यो अनइथिकल धनी देख्दाखेरि के लाग्छ होला के? सिधा यो धनी हुन पाइन्छ। आज आवाज निजी क्षेत्रको आवाजै यही छ। ल यो धनी हुन पाइन्छ, परिभाषा गलत भएको छ। यो परिभाषा सच्याइन पर्छ, जुन इथिकल हुनुपर्छ। यही हो नि। क्षेत्रलाई पनि यो सुनेर अलिकति भए पनि आँट बढ्यो होला, जुन पक्का ढुक्काउनुहोस्। म त्यत्रो ठुलो व्यवसाय के होइन। मैले अघि नै जोडिसकेँ। कहिले कपडाका काम गरेँ, गार्मेन्टका काम गरेँ होला, कहिले कहाँ एउटा थियो होला कुनै कम्पनीमा काम गरेँ। गर्दै सेयर बजार आएँ, त्यहाँको व्यतिथि देखेँ, त्यहाँको व्यतिथिको लागि बोलेँ, अनसनसम्म बसेँ। त्यस पछाडि सदनमा पनि त्यहाँका विषयहरूले बोलिराखेको छु। निजी क्षेत्रको गाम्भीर्यता र निजी क्षेत्रले मैले सबभन्दा अर्को चिज पनि मैले जोड्नै पर्ने। मैले सार्वजनिक कार्यक्रममा प्राय मञ्चहरूमा बोल्दाखेरि किसानलाई उच्च सम्मान, प्रवासमा बसेर नेपाललाई माया गरेर, यो देशलाई माया गरेर यहाँको समग्र अर्थतन्त्र धान्ने प्रवासका दाजुभाइहरूलाई उच्च सम्मान, देशभरिको यो विषम परिस्थितिमा कर तिरिरहनुभएका करदाता व्यवसायहरूलाई उच्च सम्मान भनेर बल्ल कार्यक्रममा अगाडि सम्बोधन पहिला उहाँहरूलाई गर्ने गरेको छु मैले। भनेको कन्फिडेन्टमा लिन र यो आदर्शवादी र सैद्धान्तिक कुरा गरे होइन, प्राविधिक कुरा गरिराखे। ढुक्काउनुहोस्, लगानी बढाउने हो। कृषि क्षेत्रमा लगानीको लागि अथाह सम्भावना त्यहाँ पनि छ, त्यहाँ पनि बढाउने हो। समग्र पुँजी बजारको कस्तो छ? पुँजी बजार साना रकमहरू यहाँ त जे पनि गेम चल्दिने, जे पनि हुने त्यो भएर प्राकृतिक छैन। प्राकृतिक बनाइसके पछाडि छरिएर रहेका पुँजीहरूलाई एकीकृत गरेर देश निर्माण गर्न सक्ने क्षेत्र हो स्टक मार्केट। स्टक मार्केटको गाम्भीर्यता अर्थमन्त्रीज्यूले बुझ्नु भएको छ।
मैले त्यहाँ पनि काहीँ न काहीँ केही न केही सघाइराखेको छु। यसो आवश्यक पर्दा अर्थमन्त्रीज्यू यो विषय यस्तो छ है भनेर र मैले अहिले त्यहाँ त्यो सेक्टरका साथीहरूको धेरै फोन म्यासेज यस्तो भयो हामीले काम गरिराखेका छौँ। बजेट पछाडि नीतिगत सुधारका पाटोहरू निजी क्षेत्रको कन्फिडेन्टका लागि आउँदैछ। अर्थमन्त्रीज्यूले निजी क्षेत्रलाई कन्फिडेन्ट लिन त्यत्रो ऐन खारेज गरिदिनु भयो होइन भने त्यहाँ पनि त हेरौँ न त। तर दाइ के हुन्छ भने नि एउटा कुरा बाधक ऐनहरू खारेज गर्नुभएको थियो नि। काठमाडौँ भने नेपाल होइन नि, नेपाल भने त तराई पहाड हिमाल हो नि होइन। तराईका मान्छेहरू आज म हजुरलाई धेरै सानो इक्जाम्पल दिन्छु कि मैथिल ब्राह्मण भनेर एउटा सोसाइटी छ, त्यहाँनिर बिहा गरेपछि 1 वर्षसम्म लाखको चुरा लाउँछन् कि त्यो लाखको चुरा एउटा सेट जुन हुन्छ नि त्यो हजुरको 350 रुपियाँमा आउँछ कि सबभन्दा सस्तो। त्यो राम्रो जुन प्रपर ब्राइडल हुन्छ नि त्यो दरभङ्गाबाट ल्याउनु पर्छ कि हजुरहरूले के गरिदिनु भयो 100 रुपियाँको ट्याग लाउनु। हाम्रो रोटी बेटीको एउटा जुन सम्बन्ध थियो नि त्यसमै अब क्वेसन आइसक्यो कि त्यसमा यस्तो रहेछ, त्यो पनि मैले अलि बेसमारी नै कस्तो भयो भने राजस्वलाई राजस्व नभइकन त्यस राजस्वले हो नि हजुर चल्ने त। हाम्रो राजस्व 10 खर्बमा सीमित छ, सञ्चालन खर्च 14 खर्ब छ। मैले त्यो 100 रुपियाँमा ट्याक्स ल्याउनु पर्छ भन्ने ठाउँमा गएन है। त्यहाँ भएको चाहिँ के हो बुझाउन खोजेँ। हजुर जे भने पनि बोर्डर साइडमा अवैधता पनि त चल्छ, हजुर चल्छ नि त, अवैधता पनि चल्छ। हजुर हाम्रो यो 2-4 सयको सामान 2 किलो चिनी 2 लिटर पेट्रोल अथवा दुईटा कुर्ता पाइजामा किन्न गएको विषय होइन यो। त्यो विषयमा हामी जानै खोजेको होइन। त्यहाँ त्यो त गर्नै हुँदैन त्यहाँ, किनभने बोर्डर लाइनमा तर त्यो बसेर भयो। म त्यहीँ आउँदैछु। त्यो पनि अहिले के भयो कि अवैधता नियन्त्रण गर्नुपर्छ। हजुर अवैधता नियन्त्रण गर्नको लागि त्यो कानुन फेरि पुरानो कानुन रहेछ। 100 रुपियाँ राख्न पर्ने बेलाका लागि 100 रुपियाँ थियो क्या हजुर। त्यो नयाँ कानुन बनाएको छैन, हजुर बुझ्नुभयो अब चाहिँ। हजुर त्यो 100 रुपियाँको भ्यालु जुन बेलामा कानुन बन्यो त्यो ऐन धेरै पुरानो ऐन हो। त्यो बेलाको लागि 100 रुपियाँ ठुलो रकम थियो। अब कानुन कार्यान्वयन गर्न पर्यो। त्यो अवैधता रोक्नलाई त कानुन त कुन हो, त्यही 100 रुपियाँवाला कानुन छ। भन्न खोज्या यो हो, भाष्य त्यो हो। र फेरि अहिले बिचमा तपाईँको अहिले 2 किलो चिनी समात्या छैन बोर्डरमा। काके 2टा कुर्ता पाइजानामा घरमा लाउनलाई त्यो समात्या छैन बोर्डरमा। त्यो चाहिँ अलि साउन्ड त बेसमारी आउँछ नि त। कताबाट आउँछ भने फेरि त्यो आउँछ। त्यो भएपछि अहिले पछिल्लो समय पार्टी सभापति हामी सरकार सबैले नै यसमा अलिकति ध्यान पुर्याउनु पर्छ भन्ने भएर त्यो गरेको छैन। र कस्तो भने उताबाट ओसारिरहने ग्याङ त एउटा त हुन्छ, स्टोर त यतापट्टि हुन्छ। त्यहाँ डोमिनेट नगरेसम्म रासो बन्दैन, रासो नबनेसम्म देश चल्दैन। त्यो डोमिनेट गर्ने बित्तिकै फेरि खुसी को हुन्छ, इथिकल व्यापारी सबैभन्दा खुसी फेरि। किनभने सामान अवैध लिएर आछ, प्रतिस्पर्धाको लागि 2 पैसा भने नि उसले सस्तो बजारमा फालिदिन्छ, ट्याक्स तिरेको छैन। यता वैध व्यापारीहरूको हालत त उनीहरूले कस्तो बनाछन् पनि त होला नि त। फेरि वैध व्यापारीहरू यति खुसी फेरि भन्दा त्यो कानुनका विषय थियो। 100 रुपियाँवाला ऐन लागु हुँदा वाला ऐन हुँदाखेरि अमाउन्ट हुँदाखेरिको अहिले बोर्डरमा त्यस्तो विधि त्यो भएको छैन, देखिया छैन। यही क्लियर गर्दाखेरि अलिकति शिक्षातिर पनि क्लियर गरिदिनु न। सबै सरकारी स्कुल बनाउने, सबैको नेपाली यसरी गर्ने भनेर सबै हजुरहरूले भन्दै जाँदाखेरि एउटा चिज चाहिँ के हुन्छ भने इन्टरनेसनली जियो पोलिटिक्स एक ठाउँमा पुग्दाखेरि हामी यसै त पछाडि छौँ। यो गर्दाखेरि पहिला शिक्षकहरूलाई अलि अगाडि बढाऊँ अनि बल्ल यता विद्यार्थीहरूलाई त्यो गाह्रो बनाऊँ भनेर काठमाडौँको जुन दरबार हाई स्कुल एउटा सरकारी स्कुल हो नि, त्यस्तो स्कुल हजुर महोत्तरीमा गएर सरकारी स्कुल हेर्नुभयो भने त्यस्तो छैन हजुरको। त्यहाँनिरको अहिलेको सिचुएसन पनि कस्तो छ भने बच्चाहरू खाजा खान पाइन्छ, खाना खान पाइन्छ, त्यही भएर मात्र जान्छन् कि किनभने त्यहाँ शिक्षकले अहिले पनि पढाइरहेको छैन। मैले अलि महोत्तरी जोड्नु हो। मैले अनि चितवन भन्ने बित्तिकै के बुझिन्छ फेरि नि, फेरि भरतपुर बुझिन्छ, सौरा बुझिन्छ होइन, सुगम बुझिन्छ, सबै राम्रो भनेर बुझिन्छ। मैले मेरो निर्वाचन क्षेत्रको पहाड देखेको छु नि, सीमाङ्कृत चेपाङ समुदायको स्कुल देखेको छु। तपाईँले भनेको जस्तै त्यति खाजाको लागि मात्रै जाने र फेरि
त्यो खाजा पनि अरूले खाइदिने पनि छ, त्यो पनि थियो। अहिले त म हड्डाकाल फुत्त सामुदायिक स्कुलमा छिरिदिइहाल्छ, त्यो भएर त्यो चाहिँ अहिले छैन। मैले के जोड्न खोजेको भने ती स्कुलहरू मैले अस्ति शिक्षा मन्त्रीज्यूलाई नि भेटेको थिएँ। हामीले सामुदायिक शिक्षा सुधारका लागि सीमाङ्कृत ठाउँहरू, अल्पसङ्ख्यक, गरिब, जुन अब एक शब्दमा भन्नु पर्दा यो शब्दलाई मलाई त्यति प्रिय त लाग्दैन, भुइँ मान्छे, त्यहाँ शिक्षा पुर्याउनको लागि आवासीय स्कुल नै हो। जुन कुरा अटिजम विद्यार्थीहरूको लागि त 7 प्रदेशमा आइसकेको छ। मैले शिक्षा मन्त्रीज्यूलाई भनेको छु आवासीय स्कुल हुनुपर्छ, किनभने आवासीय बाबा पढाइको लागि त्यो समुदायले एउटा अलिकति लग्जरी देख्यो भने बच्चा कसले लगेर राखिँदैन त नि। बुढा नीलकण्ठ ल्याउन यस्तै हुन्छ भने त्यहाँ जुन ठाउँमा त्यो लगानी, शिक्षाको लगानीको भोलि अर्को वर्ष आउँदैन होला, तर 10 वर्ष पछाडि अहिले भने महोत्तरी भन्नुभयो नि, महोत्तरी नै अहिले लगानी शिक्षामा गऱ्यो भने 10 वर्ष पछाडि बन्छ। कसले बनाउँछ? अहिलेको विद्यार्थीले बनाउँछन् नि। भनेको त्यसमा आवासीय स्कुलको कन्सेप्ट हो मेरो। त्यहाँ आवासीय स्कुल भयो भने बल्ल मात्रै खाजाको लागि आएर भने जस्तै आवासीय भयो भनेदेखि र त्यहाँ गुणस्तर दिन सकियो भने बन्छ। मैले अहिले अलिकति कन्फिडेन्ट यो 7 प्रदेशमा बन्ने स्कुल आवासीय बन्दैछ। त्यस पछाडि एकैचोटि बजेटका चापहरू छन्, स्रोत सीमित छ। हामीले आवासीय स्कुलहरूमा अहिले भने जस्तै बुढा नीलकण्ठ स्कुल जस्तै स्कुलहरू बनाउन सक्दाखेरि नेपालको सामुदायिक स्कुल बनाउन सकिन्छ। र कन्फिडेन्ट पहाडको सामुदायिक स्कुलमा कन्फिडेन्ट भएर त्यहाँ पढ्नुभयो भने अहिले इन्फ्रास्ट्रक्चर राम्रो छ, त्यहाँनिर केही सुविधा अब दरबन्दी नै पुर्याउन सकिया छैन, छ नि त साधन स्रोतको कुराहरूले, ती काम गर्न सक्दाखेरि बनाउन सक्छौँ हामी। मैले चाहिँ आवासीय स्कुल देख्छु त्यसका लागि। एकदमै होपफुल छौँ त्यसको लागि। हजुर योभन्दा पहिला पनि काम गरिसक्नु भएको, अहिले पनि कार्यवाहक उसमा हुन्छ, सो के छ हजुरको नयाँ आफ्नो? मैले अब समिति पनि त्यस्तै खालको छ। सबभन्दा पहिला सरकार सुशासन र प्रशासनिक सुधारमा लागेको छ। सुशासन र प्रशासनिक सुधारमा लागेको छ। यसका लागि मैले मेरो तर्फबाट सरकारलाई सघाउनु पर्ने, मेरो समितिका तर्फबाट सघाउनु पर्ने सन्दर्भमा विपत्ति सघाउने नै छु। विकास त फेरि सांसदसँग जोडिन्छ नै। त्यसका लागि अहिलेको अर्थतन्त्र, समग्र अर्थतन्त्र कस्तो जटिल परिस्थितिमा छ यसलाई नजिकबाट देखेको छु। एकैचोटि सबै कुरा सकिँदैन। अर्थतन्त्र चलायमान बनाएर स्वर्णिम दाइले भन्नुभएको हुन्छ कहिलेकाहीँ अर्थमन्त्रीज्यूले, ठुलो रोटी अनि पो बन्छ भन्नुहुन्छ, ठुलो रोटी भए पो अनि भाग पुग्छ भन्नुहुन्छ। अर्थतन्त्र चलायमान बनाएर निजी क्षेत्रलाई कन्फिडेन्ट लिए पश्चात नै अर्थतन्त्र चलायमान हुने हो। यहाँनिर हुँदैछ है, फेरि काम हुँदैछ। त्यो अर्थतन्त्र चलायमान बनाइसकेर अर्थतन्त्र सुधार पछाडिको आम नागरिकको विकासको अपेक्षा र विकासको हिजोको मोडल होइन। हिजोको मोडल भनेको चाहिँ भ्युटारवाला, गेटवाला योवाला मोडल होइन। लगानी गरेको ठाउँबाट कि राज्यले गरेको लगानीबाट पनि रिटर्न आउनु पर्यो क्या। त्यस्ता ठाउँहरूमा लगानी गर्ने यो नै हो। पहिलो अहिलेलाई मैले तत्काल, मध्यकाल र दीर्घकाल मैले भन्दै गर्दाखेरि तत्कालका लागि सुशासन र प्रशासनिक सुधारमै केन्द्रित हुनुपर्ने छ। र जुन सरकारले गरेको कामहरूमा अहिले जाम न सरकारी अफिस फिल हुने भइसकेको छ त, फिल भइसकेको छ, जाम सबै यसो जाउँ त फिल हुने भइसकेको छ। यसै गरी सुशासनका लागि सरकारले जे काम गर्दैछ त्यसमा सघाउने हो। यस पछाडि अर्थतन्त्र सुधारका लागि मैले मेरो ब्रह्ममा भएको चेतना, ती चिजहरू सघाउनु पर्ने ठाउँमा सघाउने हो र सुधारका लागि गर्ने काम हो। मैले 147 निकाय राज्यको हेर्नुपर्छ। ती निकायहरूलाई कन्फिडेन्टमा लिएर ती चलायमान भएर ती निकायहरूले काम गर्ने सन्दर्भमा, जस्तै अहिले विपद व्यवस्थापन पनि हाम्रो समितिले हेर्छ, तयारीका विषयहरू भए। देश अहिले यस्तो छ, लागु औषधको दुर्व्यसनले घरमा बच्चा जोगाउन गाह्रो भएको छ। किन काम गर्न सकिरहेको छैन? त्यहाँनिर हाम्रो सङ्गठनले किन त्यो कार्यदक्षता देखाउन सकेका छैन? साधन स्रोतको अभाव हो अथवा अरू नै केही विषय हो, त्यहाँ काम गर्नुपर्ने छ। मैले मेरा निकायमा मैले मेरो समितिमा राजनीतिक
दलभन्दा अलि माथि उठेर मैले त्यहाँ पाएको छु। फेरि समितिमा सबैजना नै अब पूर्व प्रधानमन्त्रीहरू म जन्मिनुभन्दा 2 वर्ष अगाडि राज्यमन्त्री भइसक्नु भएको अग्रज मान्छु अर्जुन नरसिंह केसी हुनुहुन्छ। नयाँ दलबाट अर्क साम्पाङजी हुनुहुन्छ। अघिल्लो सदनमा सदनलाई एउटा युवाको आवाजले चलायमान बनाउने सन्दर्भमा त्यहाँ ज्ञानेन्द्र साईजी पनि हुनुहुन्छ। पूर्व प्रधानमन्त्रीजी हुनुहुन्छ। स्वयं पार्टी सभापति त्यही समितिमा हुनुहुन्छ। अमरेश त्यहीँ हुनुहुन्छ। अनुभवले खारिएका अग्रजहरू मतलब उहाँहरू हुनुहुन्छ। उहाँहरूलाई सँगै रहेर काम गरेर काम देखाउनु पर्नेछ र उहाँहरूको सृजनात्मक सुझावहरू सृजनात्मक खबरदारीहरू ग्रहण गरेर र उहाँहरूका अनुभवहरूलाई म आफूले लिएर सरकारलाई र आम नागरिकले अनुभूति हुने गरी छोटोमा देखाउनु पर्नेछ। भन्नुपर्दा हजुरको कुराहरू सुन्दाखेरि हजुर राष्ट्रसभामा चाहिँ सुझावहरू लिन्छ जस्तो लाग्यो होइन, कुरा हुन्छ जस्तो लाग्यो। त्यो भन्दै गर्दाखेरि एकचोटि अलिक दिन पहिला इलेक्सन्सभन्दा अलिक पहिला मिस्टर वाग्ले स्वर्णिम वाग्लेले के भन्नुभएको थियो भने देशमा प्रदेश चाहिँदैन। बालेन्द्र शाहले के भन्नुभएको थियो भने काठमाडौँ अधिकार माग्नलाई नै जा, पशुपति दर्शन करला जा भनेपछि डिस्प्युट त पार्टीमै देखिरहेछ। होइन, यसलाई यस्तो छ त्यसमा यस्तो छ प्रदेश संहिता भन्नुभएको थिएन डाक्टर साहबले, संहिता चाहिँदैन भन्नुभएको थिएन। प्रदेश संरचना हो। अहिले जुन संरचना छ जसरी चलिराखेको छ, मुख्यमन्त्रीहरू कहिले कहाँको चेन्ज भइराखेको छ थाहा छैन। मन्त्रीका गाडीका त्यत्रा मन्त्रालय, हामी यहाँ मन्त्रालय सङ्घमा यसरी घटाइराखेका छौँ। 2/3 सरकार करिब 2/3 सङ्ख्या पुर्याएर आउँदाखेरि अपेक्षाहरू कति थियो होला? अहिले तपाईँले प्रश्न सुरु गर्नुभन्दा अगाडि दोहोऱ्याएर जितेर आएको हामी हुँदाहुँदै पनि हामीले त्यो त्याग अथवा समर्पण पार्टी सभापतिदेखिको केही चिज त गरिराखेका छौँ। हामी यहाँ घटाइराखेका छौँ। त्यहाँ त्यो भद्रगोल छ। जे चलिराखेको छ प्रदेशमा यो हुँदैन, चल्न दिन हुँदैन। प्रदेश हामीले संरचना खारेजी भनेका छौँ। त्यसमा काम पनि हुन्छ। भोलि प्रदेशलाई स्थानीय तहसँग जोड्नको लागि जुन जोडेकै छैन होइन, त्यो के पो छ कार्य सम्पादन आफ्नो ढङ्गसँग न केही पनि छैन। अब ठ्याक्कै भन्दा दोस्रो पुस्ताको अर्को ठाउँ र दोस्रो पुस्ताको नेताहरूलाई लगेर थुम्थुम्याउने थन्काउने ठाउँ भएको छ। यो चाहिँ गर्न दिँदैनौँ हजुर, यो चाहिँ हुनै दिँदैनौँ। प्रदेश संरचना खारेजी हो, प्रदेश संरचना खारेजी हो। र त्यो नयाँ संरचना बने पछाडि यत्रो सङ्ख्याका मन्त्रीमण्डल यत्रो यो नै हुँदैन। त्यसमा हो भन्न खोज्नुभयो उहाँले। र त्यसैको लागि बालेनजीले पनि जनकपुर सभामा बोल्नुभएको, एउटा कार्यकारीका लागि काठमाडौँ धाउनुपर्ने होइन भने क्या मेयरहरू। एउटा कार्यकारी के पठाइदेऊ के, उहाँले त्यो प्रताडन बेहोर्नु भएन होइन। त्यो त काम लागेन नि त। त्यो संहिता अथवा शक्ति विकेन्द्रीकरणमा त्यो कहाँ छौँ हामी भन्छौँ एउटा, त्यस्तो हुँदैन। मैले फेरि पनि जोड्छु, प्रदेशको संरचना खारेजी हुन्छ। यो संरचना चाहिँ हुँदैन यसरी। हजुर, अब हजुरको क्षेत्रको लागि अलिकति मलाई नागरिक मतदाता भोट त्यत्रो मत हाल्नु भएको छ, अपेक्षा छ, मसिना अपेक्षाहरू छ र ठुला अपेक्षा दुईवटा छ क्या। मसिना अपेक्षा भने चाहिँ आइदिए हुन्थ्यो, देख्न पाए हुन्थ्यो, वरिपरि नै भइदिए हुन्थ्यो, आफ्नो जनप्रतिनिधि दुःखका कुरा सुखको कुरा सुनाउनु पाए हुन्थ्यो भन्ने छ। कार्यव्यस्तता र जिम्मेवारीले ती सबै ठाउँमा मतदाताकै वरिपरि घर वरिपरि पुग्न भ्याइँदो रहन्छ, सकिँदो रहन्छ। अधिकतम कोसिस गर्ने हो। अधिकतम कोसिस गर्दा पनि फेरि हाम्रो भोट धेरै सङ्गठन सानो हो क्या हाम्रो। अनि सङ्गठनले आएको त्यो संसार नहुने त्यो छ मतदाताको। अब अनि कस्तो छ भने पूर्वी चितवन भन्छु क्या म जहिले पनि। विकासको दृष्टिकोणमा चितवनै भए पनि मेरो निर्वाचन क्षेत्र चाहिँ अलि केही राजनीतिक कारणहरूले गर्दा चितवन भनेको एकतिर मात्रै हो जस्तो पनि हो। र त्यो कारणले गर्दा धेरै नै यो बिचमा उजेलमा परेको छ। मैले यो बिचमा प्राथमिककरण गरेर तत्काल, मध्यकाल र दीर्घकालका लागि मेरो निर्वाचन क्षेत्रमा गर्नुपर्ने कामहरू
त्यो मेरो टिमले नै तय बनाएको छ। बजेटका लागि बजेट एकदमै बजेटका अपेक्षाहरू ठुलो छन्। एकैचोटि नसकिएला अर्थतन्त्र लयमा ल्याए पछाडि गर्ने प्रोजेक्टहरू हामीलाई त्यो राप्ती ड्याग छ क्या, पूर्व चितवन एकदमै जीर्ण भइरहेछ, त्यो बनाउनु पर्ने छ। 18 वर्ष अगाडि खोलेको ट्र्याक चेपाङ राजमार्ग भनेर छ भण्डाराबाट, जो 52 किलोमिटरमा फुत्त मलेखु आउनु पाइन्छ। 18 वर्षको ट्र्याक खुलेको बाटो जम्मा 6 किलोमिटर पिच भनेको छ। त्यो बाटो मेरै कार्यकालमा भ्याउनु पर्ने छ। निकुञ्ज हेर्नुहोस्, हाम्रो वैभव हो। निकुञ्ज राष्ट्रिय निकुञ्ज वैभव हो नि हाम्रो। त्यो हामी कहाँ छ, सौरा हामी कहाँ छ, तर हामीले त्यहाँ काम गर्नुपर्ने छ। 5-6वटा खोलाहरू तत्कालैबाट संरक्षण अभियान चलाइएन भने, मैले सम्माननीय प्रधानमन्त्रीज्यूकोलाई पनि यो पठाएको छु, मैले अर्थमन्त्रीज्यूलाई पनि भनेको छु, ती खोलाहरू यदि हाम्रो राप्ती नदीमा जाने खोलाहरू छ, खगडी, कयर, बुढी राप्ती, पम्फा, च्यात्रे, लोथर, यी खोलाहरू संरक्षण गर्न सकिएन भने, ती खोलाहरू ढल बन्यो भने राप्ती पनि ढल बन्छ। अब बने यहाँ जुन अहिले विष्णुमती बागमतीको हालत भयो, त्यो भयो भने अब भन्नुहोस्, राप्ती खोला त्यो बिग्रियो भने त्यहाँभित्रको लागि निकुञ्जभित्रको पानीको स्रोत नै त्यही हो। त्यत्रा के होला, के हालत होला, त्यहाँ कसैको ध्यान पुर्याएनन्, कसैले पनि ध्यान पुर्याएनन्। भ्युटार बनाउन लायो नि हजुर, त्यहाँ ध्यानै पुगेन नि। मैले त्यहाँ ध्यान पुगेको छु, हाम्रो टिमले त्यहाँ ध्यान पुगेको छ। हामी मरेर गए पछाडि पनि जस्ताको तस्तै राष्ट्रिय निकुञ्ज दिनुपर्ने छ। 100 वर्ष पछाडि पनि हामीले एक सिङ्गे गैँडा जस्ताको तस्तै अर्को पुस्तालाई देखाउनु पर्ने छ। हामीसँग बङ्गाल टाइगर 137वटा बाघ छ अहिले राष्ट्रिय निकुञ्जमा, हामीसँग 36-37वटा बाघ। ती बाघहरू 200 वर्ष पछाडिको पुस्तालाई नि त्यो जस्ताको तस्तै दिनुपर्ने छ। त्यहाँको चिजहरू जोगाउन, त्यहाँको त्यो राप्ती नदीको घडियाल जस्ताको तस्तै 200 वर्ष पछाडि नि देखाउनु पर्नेछ। यहाँ त्यो खोला संरक्षणमा कसैले नै काम गरेन हजुर। गेट बनाउनुपट्टि लागे, मैले त दिनेवाला छैन गेट र यो बनाउन। त्यसका लागि मैले ती प्रोजेक्टमा काम गर्नुपर्ने छ। सिँचाइको लागि मेरो पहाडी बेल्टमा लिफ्टिङ सिँचाइको लागि काम गर्नुपर्ने छ। त्यसका लागि योजनाहरू अब एकैचोटि नहोला, त्यहाँ काम गर्छु। सामुदायिक शिक्षाका लागि है तपाईँले भन्नुभयो जस्तै त्यहाँ सुधार गर्नुपर्ने छ। सामुदायिक शिक्षा सुधार हुने बित्तिकै बुढानीलकण्ठ स्कुल अथवा लगायतका राम्रा गरेका स्कुलमा जुन अहिले भर्नाको लागि जुन आकर्षण छ त्यस्तै बनाउनु पाउने बित्तिकै खर्च कम हुन्छ नि परिवारको। मध्यम वर्ग तल्लो वर्गमा पढाउने खर्च, स्कुल बोर्डिङ स्कुलमा गरिएको खर्च कम हुने बित्तिकै बचत बन्छ, त्यसमा काम गर्नुपर्ने छ। स्वास्थ्य क्षेत्रमा मेरो ठाउँमा रत्नगर पपुलर हस्पिटल छ, त्यसको एउटा काम गरियो। आज तपाईँको मिडिया मार्फत भन्नु मन लाग्यो। के भएको थियो भने मेरो निर्वाचन क्षेत्रमा चाहिँ सौरामा एउटा सभा हाल आवश्यक थियो नो, त्यसलाई मेरो त्यस्तो विधि कटाक्ष छैन, चाहिन्छ नै त्यतिको ठाउँमा। बन्नलाई वर्षौँ लाग्यो, 28-30 करोडको प्रोजेक्टलाई कति वर्ष लागेर बल्ल बल्ल सञ्चालनमा आयो। तर सञ्चालनमा आएपछि मैले त्यो तैपनि ब्रान्डिङ गर्न सकिन्छ कि भनेर पार्टीको भेला, राष्ट्रिय भेला त्यहाँ राखेको थिएँ। त्यो सभाहरूले जम्मा 40,000 कमायो, 40-50,000 कति कमायो हाम्रो भेलाको पैसा। त्यहाँभन्दा बाहेक त्यो सभाहरूले केही नै कमाएको छैन। त्यसको 2 किलोमिटर माथि हजुर अर्को ठालुले अर्को सभा हालेर गएर त्यो हल्लपत्र प्रोजेक्ट थियो। मैले बकुलर हस्पिटललाई भौतिक यो के अरे सहरी विकास मन्त्रालय अन्तर्गतको प्रोजेक्ट हो त्यो। मैले मन्त्रीलाई भेटेर जे जति पनि बन्यो, बाँकी कोठाहरू कमसे कम कोठाहरू यतापट्टि सुत्केरी रोग होइन नि, यहाँ यस्तो खालको छ क्या, सुत्केरी अथवा प्रेग्नेन्सी रोग हो र। हेर्नुहोस् त, लाइनमा कहाँ बस्न परेको छ, त्यहाँ बिरामीको लाइनमा टिकट काट्न बस्न परेको छ। यो मेरो आँखाले देखाएको छ। त्यहाँ आँखा परेन, 2-2टा सभा हाल त्यहाँ बनाउनमा पर्यो। मैले सहरी विकास मन्त्रालयमा भनेर त्यो हक हस्तान्तरण त्यो हस्पिटल बकुलर हस्पिटललाई गरेर बचेका केही संरचना, सबै त अब बन्दैन, बचेका त्यहाँका कोठाहरू, त्यहाँ नर्सिङको क्लास सञ्चालन गर्न, केही चिजहरू सञ्चालन गर्न, केही स्टोरहरू मात्रै अथवा केही मात्रै त्यहाँ लयो भने अहिलेको समस्या समाधान हुन्छ। त्यत्रो लाइन छ। यो सोच त कसैले पनि गरेको थिएन, त्यो गरेको छ। अनि मन्त्री कन्भिन्स हुनुभएको छ, हस्पिटललाई जाँदैछ, यो काम गर्दैछु। नेपालमा प्रेग्नेन्सीको लागि धेरै थोक गर्नुपर्ने एकदम धेरै छ, मेरो आँखाले देखेको छ, यो मेरो आँखाले देखेको छ। सो प्राउड अफ यु टु डु द्याट। कमिङ टु द अदर पार्ट, वान लाइनर्समा हजुरको क्षेत्र नेपाल, काठमाडौँ र हामीले हजुरलाई अलिकति अरू चिनौँ। हजुरलाई खोज्दै जाँदाखेरि
नाइट आउल ओर अ मर्निङ बर्ड? बिहान रमाइलो लाग्छ एकदम ऊर्जावान कि बेलुका बढी एनर्जेटिक फिल गर्नुहुन्छ? यस्तो हुँदो रहेछ एउटा राजनीतिमा आइसके पछाडि चाहिँ व्यवसायिक हिजो स्टक मार्केटमा हुँदा बुल बजार छ अथवा बियर बजार बजारमा छ, हजुर। ट्रेड छ, घाटा नाफा के छ हामी नाफाको बेला र घाटाको बेला दुईटा मात्रै कुरा हुन्थ्यो नि त, हजुर हो। होइन? हो। नाफाको बेलाको बेलुका रमाइलो हुन्थ्यो, घाटाको बेलामा बिहानको तयारी हुन्थ्यो। अब के हो आज राजनीतिमा त्योभन्दा बढी हुँदो रहेछ। यसमा चिन्ता हुँदैन, चिन्तन हुन्छ। ती चिन्तनहरू चाहिँ एक्लै हुँदा अलि बढी, क्राउडमा चिन्तन त क्राउडमा हुँदैन नि त। हुँदैन। भनेको मलाई चाहिँ अहिले अब घर गइसके पछाडि अलिकति पढ्यो अनि भोलिको लागि पछि अलिक चिन्तनका कुराहरू अहिले भने नेसनल पार्क जोगाउनु र त्यो गैँडाको जस्ताको तस्तै 200 वर्ष अगाडिको पुस्तालाई नै देखाउनु धेरै मेहनत। होइन, धेरै मेहनत गर्नुपर्ने छ। पार्कभित्र अहिले भने महाभारत श्रृङ्खलाबाट निक्लेका खोलाहरू सुकेका कारणले गर्दा अब नेसनल पार्कभित्र धेरै तलाउहरू सुकिसकेका छ, जसले गर्दा गैँडा विपत्तै गैँडा पानी नभइकन हुँदैन। त्यहाँ काम गर्नुपर्ने छ भनेको त्यो चिन्तन हो। त्यसले गर्दाखेरि बिहानमा कस्तो हुँदो रहेछ भने फेरि यो त प्रोसेस हो नि त, राज्य सञ्चालनको प्रोसेस चाहिँ पार्लियामेन्ट भयो। त्यो हुँदाखेरि बिहानमा कस्तो हुन्छ भने ती कन्सेप्टहरूले हिजो आजको मेरो मेहनत काम गर्दै गऱ्यो, काम भाइ भन्ने हुँदाखेरि बिहानमा एकदमै हुन्छ। बेलुकामा जिम्मेवारी गरुङको जिम्मेवारी बोकेको छ। र अर्को चिज पनि हुन्छ, सम्भवतः यो मेरो नयाँ साथीहरूलाई फिल गर्नुहुन्छ होला। कस्तो हुन्छ भने झड्याङ्गै आफ्नो निजी लाइफबाट झड्याङ्गै छोडेर पोलिटिक्समा आउँदा आफ्नो निजी जिन्दगी नहुँदाको चिजले चाहिँ फेरि त्यो बिहानमा त उत्साहित होला, बेलुका घरमा चाहिँ कहीँ केही निजी जिन्दगी केही पनि हुँदैन, परिवारलाई समय दिन पाएको हुँदैन, आमाले पकाएको खाना नपाएको कति पो हुन्छ, कहाँ दौडिरहनु पर्या हुन्छ, यो चिज होला। तर यसलाई बिहान र बेलुका ती उत्साहहरू सधैँ बेलुकामा चिन्तन र बिहानमा उत्साह दुइटै बोकेर आउने जिम्मेवारी 5 वर्ष दुःख गरियो भने राम्रो जग हालिन्छ, राम्रो जग मजाको जग हालिन्छ। त्यस पछाडि त एक ढलान अर्को ढलान थप्नलाई त अर्को 5 वर्षमा यसलाई फेरि मैले समय मागेको होइन है, फेरि गलत भाषी हुनसक्छ, समय मागेको होइन, आजै गर्नु छ, अहिल्यै गर्नु छ, आज सक्ने काम आजै गर्नु छ, आज सक्ने काम चाहिँ आजै गर्नु छ। हाम्रो पूर्व अग्रजहरूले के भन्नुहुन्थ्यो भने काठमाडौँबाट धेरै छिटो निक्लिँदै जाँदा गाडी धेरै स्पिडमा कुदायो भने मुङलिङ कटिनु छ है, बिचमा फेरि कृष्णवीर पनि आउँछ नि। यस्तो हुन्छ। तपाईँले गजबको यो ल्याउनु भयो। मलाई नि ठ्याक्कै मैले एकदम अलिअलि चोकतिर बसेर अलिकति दिमाग चला बेला यसो याद गरे बेला भनेको थिएँ क्या, हामी यस्तो धरतीमा हो नि। फेरि मैले 2-4वटा देश पनि देखेँ, त्यहाँ चाहिँ अरू देशमा चाहिँ ट्राफिक लाइट पहेँलो बल्दा ब्रेक थिचिन्छ, हाम्रोमा एक्सिलेटर थिचिन्छ नि हजुर। चोकमा गएर हेर्नुहोस् त, चोकमा गएर हेर्नुहोस् त, हामीमा प्यासन छैन हो। यो तथ्य भोलि चोकमा गएर हेरौँ ट्राफिक लाइट भएको ठाउँमा, किनभने फुत्तै जानु पऱ्यो नि त, पहेँलोमा त कुर भन्यो, किन कुर्ने? हामी यस्तो धरतीमा छौँ। फेरि संसारमा ट्राफिक लाइट पहेँलो बल्दा ब्रेक थिच्छ, हामी चाहिँ एक्सिलेटर थिच्छौँ। मैले देखेकै चिज हो यो। तपाईँले पनि भोलि हेर्नु होला है, चोकमा यसो हेर्नु होला है, सुट्ठ जानलाई क्या। पहेँलो बलेको ठाउँमा ब्रेक थिच्नुपर्छ। हरियोमा चाहिँ हिँड्ने नै हो, दौडिने नै हो, रातोमा रोकिने नै हो। रातो झन्डा कसैले नियोजित रूपमा देखाउन पाउँदैन। 3टा कुरा आयो। त हरियोमा त दौडिनु पर्छ हजुर, दौडिने नै हो। तर पहेँलो बत्ती बल्यो भने, पहेँलो बत्ती बलेको ठाउँमा हामीले, हाम्रो समुदायले जसरी ट्राफिक नियम नमानिकन एक्सिलेटर थिच्न पर्ने, ब्रेक हो सैद्धान्तिक रूपमा गर्नुपर्ने काम नै त्यही हो। हामीले एक्सिलेटर थिच्दैन, हरियोमा त दौडिने हो नि हजुर। ठिकै हो, कुरा त एकदम ठिक हो। हामी अलरेडी धेरै पछाडि छौँ, दौडिनु पर्छ। हरियोमा त दौडिनु पर्यो नि, पहेँलोमा रोकिने, बिस्तारी गर्ने, रातोमा रोकिने,
यति चाहिँ टिमले जान्दछ भन्ने म क्याबिनेट पनि जान्द विश्वस्त छौँ विश्वस्त छु त्यसको लागि। यति यो चाहिँ चिया भन्दै गर्दाखेरि यो दुध चिया भन्दा अहिले युवा साथीहरूले चिया डाके अस्ति कहाँ देखाएको थिएँ चिया मन्त्रालय मजा आइरहेछ क्या देशैभरि यो ब्रान्डिङ भइरहेको छ म युवा रोजगारीका लागि यो बनाएको छ नि त अनि दुध चिया भने पछाडि त्यो मजा आयो क्या अहिले त्यो चिया ठ्याक्कै दिमागमा आयो देशभरि यो बनाएको छ र हामीले हाम्रा उत्पादनहरू ब्रान्डिङ गर्नलाई जुन अहिले चिया कन्टेन्ट आयो मैले तपाईँलाई कन्टेन्ट थपिहालेँ देशभरि युवा साथीहरूले जुन एउटा यसमा काम गरिरहनु भएको छ क्याफेहरू खोलिरहनु भएको छ लाग्नुहोस् मेहनत गर्नुहोस् अब चिया खाउँ हजुरलाई हिमालतिर माथि जान रमाइलो लाग्छ कि तल सी घुम्न रमाइलो लाग्छ समुद्रतिर जान बेसी रमाइलो लाग्छ त्यो एउटा कस्तो गहिरो अनुभूति निकाल्नु हो कस्तो रहेछ भने अलिकति आस्तिक छु खोइ किन हो तपाईँले टक्क भन्नु मलाई समुद्रको छेउमा चाहिँ ध्यान लागेन यो देवभूमि त्यत्तिकै भने हो जस्तो लाग्दैन मलाई त्यो खोइ किन हो मलाई मेरै ठाउँमा मेरै देशको पनि अझै महाभारतको उत्तरी खण्ड र टक्कै हिउँनै भएको ठाउँमा त्यहाँ ध्यान लाग्छ भनेको त्यसका लागि अध्यात्म नेचर के त्यो एउटा त्यो पाटो छ त्यो विशेष छ मेरो लागि पहाड र हिमाल समुद्र त्यो विशालता र जटिलता दुईवटा कुरा हुन्छ क्या मैले चाहिँ दुईवटा भनेको छु जटिलता पहाड र हिमाल हो विशालता समुद्र हो त्यो दुइटै चिजमा चाहिँ मैले दुइटै चिज इन्टरटेन गरेको छु मैले जटिलतामा मेहनत समुद्रमा पानी जहाजमा मजासँग अथवा एउटा क्रुमा हिँड्नलाई त्यस्तो मेहनत गर्नु पर्दैन तर पहाडको त्यो हिमाल हेर्न चाहिँ मेहनत त्यो हिउँ गएर छुनलाई चाहिँ मेहनत गर्नुपर्छ हजुरको कुरा सुन्दा यो जटिल समयमा हजुर मेहनत गरेर गर्नै फ्लाइङ पर्छ कलर्सले A+ गर्नै पर्छ ल्याउनुहुन्छ गर्नै भन्ने पर्छ ठुलो आश। गर्नै पर्छ त्यो ती हाम्रा ती जडीबुटीहरूमा त अझ कति कुनै अनुसन्धानै भएको छैन ती जडीबुटीहरू हाम्रा ती जडीबुटीहरूलाई विश्व बजारमा पुर्याउनको लागि त्यो अनुसन्धानको लागि मेहनत गर्नै पर्छ धेरै आशका साथ किसानको हजुर- मुहारमा हाँसो ल्याउन मेहनत गर्नै पर्छ निज क्षेत्रलाई कन्फिडेन्टमा ल्याउन मेहनत गर्नै पर्छ अहोरात्र खट्नै पर्छ यो देशलाई त्यो गरिबी अथवा गरिब देश भनेर आज भन्नुहोस् त पासपोर्टको हालत प्यालेस्टाइनको भन्दा पनि कमजोर रहेछ पासपोर्ट त्यो पासपोर्टलाई आज कहाँ कुन देशमा गएर बसेर कहाँ के मेहनत गर्न गएको एउटा मेरो दाइ भाइलाई त्यहाँको इमिग्रेसनमा हुने अलिकति हेपाइ चेपाइ त छ नि त यो संसार कतै कतै एउटा कम्युनिस्ट शब्द पनि आयो म त त्यो त होइन म मान्दिनँ तर पनि त्यो धनी र गरिब बिचमा धनीले गरिबलाई हेर्दा राज्य पनि त्यस्तो हुँदो रहेछ क्या त्यो मेरो दाजुभाइहरूले मेरो विद्यार्थी साथीहरू पढ्न जाँदा मेरो घरबाट मेरो परिवारले हालेको पैसा लिएर त्यहाँको युनिभर्सिटीमा त्यत्रो पैसा खनाउन गएर पढ्न जाँदा इमिग्रेसनमा नि त भोग्नु भएको छ त्यहाँबाट त्यहाँ हाम्रो पासपोर्ट पनि अरू सरह बनाउनको लागि त्यहाँको इमिग्रेसनको लाइनमा उभिँदाको ती मेरा युवा साथीहरूको कन्फिडेन्ट ठाँट हुन्छ नि त्यसका लागि पनि मेहनत गर्नुपर्ने छ गर्छ यो टिमले गर्छ ढुक्क हुनुपर्छ गर्छ यसैका लागि आयो यी अहिले भावनाका सैद्धान्तिक कुरा मैले कहीँ सैद्धान्तिक कुरा बोलेँ प्राविधिक र व्यवहारिक बाहेक केही सैद्धान्तिक कुरा गरेँ कहाँको लेफ्ट राइट भनेको छ के भनेको छ वादका कुरा गरेको छ अहोरात्र मलाई आउँदैन छ होला र स्कुलिङ कहाँको वादबाट भए मान्छे मलाई नि त सैद्धान्तिक कुरामा आउँथ्यो होला नि वादका कुरा गर्न गरेँ त यत्रो कन्भर्सेसनमा सबै प्राविधिक कुरा गरेको छु यी प्राविधिक कुराहरू व्यवहारिक कुरा गरेको छु आँखाले देखेका चिजहरू बोलेको छु कानले सुनेका चिजहरू बोलेको छु अन्तस्करणका भावनाहरू बोलेको छु यो के हो यो हुटुटी हो क्या किनभने यो सिद्धान्त र वादले मैले लेप लगाएर म अर्को मान्छे बनेर म ठुलो मान्छे बन्नै छैन आम मान्छे बन्नको लागि यो पार्टीमा आम मान्छे बन्नको अहिले नयाँ साथीहरूलाई आउनु भएको छ म उहाँलाई यति मेहनत गर्नुभएको छ क्या यति मेहनत गर्नुभएको छ राजनीति नजान्नु असक्षमता होइन यो हुँदैछ यहाँ यो खालको भाषी बनाउनुको राजनीति नजान्नु त पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु चाहिँ भक्काभक भने जस्ता गजबका प्राइभेट बिलहरू हाम्रो मान्यज्यूहरूले ल्याउन थाल्नु हुँदा तल
आम नागरिकका आवाजहरू सदनमा सरकारले सुनेन, सरकार हाम्रै हो, सुनेन भने मजासँग अस्तिको सदन हेर्नु होला, गजब छ, कति दिन चलेको छ। र त्यो बिचमा सुन्ने समय विशेष समयमा बोल्दा मान्यज्यूहरूले अच्छा सरकार पक्ष हो कि सरकार बाहिर के अरे प्रतिपक्षको सांसद सोचेर बोल्नु भएको छ। नयाँ प्र्याक्टिस छ, नयाँ अभ्यास छ, खबरदारी गर्नु भएको छ त। यो चिजलाई हो नि त राजनीति गर्न नजान्नु होइन, जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु। आम नागरिकको मतले दिएको मत, त्यो जनमतले मनले दिएको त्यो मतको सम्मान गरेर जनताका लागि काम गर्नु राजनीति हो मैले बुझेँ। गुट बनाउँदै हिँडेको छ, पदका लागि दौड्या छ र त्यसका लागि गरिने अनावश्यक ढोङहरू राजनीति होइन। हामीले त्यस्ता नजान्दा हलौँ, तर प्राविधिक रूपमा जिम्मा दिएका कामहरू, पाएका जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्न खटेका छौँ। सबै साथीहरू खट्नु भएको छ, पार्टी खटेको छ। पार्टीले नयाँ हुँदै पनि यति सफलताहरू खटाइले होला नि त। सानो थियौँ, ठुलो भएको छ। ठुलो हुँदै गर्दाखेरि हाम्रो पार्टी सभापतिज्यूले भन्नुभएको थियो क्या एउटा शब्दमा, गजब लाग्छ, साथीहरू अस्वस्थ प्रतिस्पर्धा कसैले नगर्नु होला, खुट्टा तानातान गर्नु पर्दैन। यो आकाश यति ठुलो छ, तपाईँले कहिले चरा उड्दा ठोकिया देख्नु भएको छ? चरा ठोकिएर मर्या त छैन त। त्यति विशाल छ राजनीति, त्यस्तै हो, सबै पद आउँछ हुन्छ भन्नुभएको छ भनेको त्यो अस्वस्थ प्रतिस्पर्धा पार्टीमा छैन। म त्यो कुराहरूले पनि खुसी लाग्छ क्या, खुसी नयाँ अभ्यासमा। यसपल्ट चुनाव हामीले गजब सकायौँ नि। चुनाव कस्तो हुन्थ्यो, चुनाव परिणाम घोषणा भयो, अबिर जात्रा चलेको छ, के चलेको छ। भोट नदिन पाउने नागरिकको अधिकार हो। भोट नदिन, मलाई मनला ठाउँमा नदिन पाएर नै मनला ठाउँमा दिन पाउनु पर्यो, मन नलागेको ठाउँमा नदिन पाउनु पर्यो नि, होइन र? यसपल्टको चुनाव मल्ला ठाउँमा दिनुभयो, मन नला ठाउँमा दिनु भएन। यति नै भयो नि, अर्को त केही पनि होइन। विगतमा के हुन्थ्यो, मन नलागेको जस्तै उम्मेदवारको घर अगाडि गएर विजय उत्सवमा नाराबाजी गर्ने, त्यहाँको टोल थर्काउने, पार्टीको कार्यालयहरू अगाडि गएर वितण्डा मचाउने, यही होइन चलेको। कार्यकर्ताको, पार्टीको शुभेच्छुक कार्यकर्ताको हुन्छ नि, पार्टी कार्यकर्ताहरू, उहाँहरूको फलानु जिम्मेवारीमा छ अरे भनेपछि उहाँहरूको घर अगाडि त जुलुस जानै पर्ने। यति ब्याड कल्चर चलेको थियो नि। हामीले कहीँ निक्ल्यौँ, उत्सवमा यो चुनाव सकायौँ नि, 1-1.5 महिनासम्म चुनाव सकिन्थेन। इगो थियो समाजमा, इगो बनाइन्थ्यो। आज मत हाल्ने र नहाल्नेमा त्यो सम्मान नहाल्दै गर्दाको, नहाल्नेहरूलाई गरिएको हिजोको त्यो दुर्व्यवहार नै हो नि त। त्यो रोक्यौँ, राम्रो भएको छ। सृजनात्मक कुरा हो नि, यसमा स्टोरी बनेन नि हजुर। मिडियाको कुरा गर्दा यो अभ्यासको हो। ल भन्नु त, यो अभ्यासको हो। ल रिसर्च नै गरौँ, ती चुनावहरूमा कस्तो हुन्थ्यो, पार्टी कार्यालय अगाडि गएर कसरी र्यालीहरू जित्नेहरूले कस्तो गर्थे। ल सामाजिक मनोभाव नै ल्याउँ न त। त्यहाँ उहाँहरूको आफन्ती जसले निर्वाचनमा पराजित हुनुभयो, पराजितको लागि पराजितमा आफ्नो एउटा तनाव होला। उहाँहरूको परिवारलाई जुलुस गएर आधी घन्टासम्म उत्सव मनाइदिँदाखेरि यसमा त स्टोरी भने होइन नि है। भनेको पोजिटिभ पनि हुँदैछ, अभ्यासहरू हुँदैछ। नयाँ अभ्यासको सुरुवात, त्रासको कालो बादल हटाउँदै निजी क्षेत्रलाई अगाडि विश्वासमा नलिकन उपाय नै छैन। हजुर, त्यो गर्दै हजुरसँगको यो गफ साह्रै रमाइलो गफ टुङ्ग्याउँदै हामी गुड गभर्मेन्ट विथ गुड गभर्नेन्सको सुशासन हस्। सबैको जय होस्, सबैको जय होस्। हस्। थ्याङ्क यू सो मच।